यो हाई दाई हाई हेलो हेलो वेलकम छ सबजनालाई फेरि पनि हाम्रो शुक्रबार एनिमी टकको बारेमा यो आवाज आइरहेको छ आवाज सुनेकै छैन सरी 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 हाई दाई आवाज सुनिरहेको छ आवाज आइरहेको छ कप कपाल काटेको नि कपाल ओ चाइनिज नाम भएको मान्छे नआउनु भएछ त नो कमेन्ट कपालमा नो कमेन्ट होइन आवाज सुनिरहेछ कतिजना आयो भनेर कहाँ देखाउँछ 7 जना मोर भ्युअर टु सेयर सेयर गर्दै हुनुहुँदो रहेछ त थ्याङ्क यू सो मच यसमा के कपी नै गर्नुहुन्छ कपी नै गर्नुहुँदो रहेछ कपाल 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 मात्र भन्न सक्छ के हो नयाँ हेयर कट अब यो कपाल फेरि अस्ति नै जस्तो भएर जान्छ नि त 5-6 महिनापछि त्यसैले अहिले 5-6 महिनासम्म आनन्द एकचोटि कपाल काटेको बब्बल एनिमी हेयर बब्बल एनिमीहरू अपकमिङ अहिले एनिमीहरू आउन लागेको एनिमीहरू त्यस्तो दामी दामी भएर लर्ड अफ मिस्ट्री न्यू एनिमी यो एनिमी हेर्ने भनेको यो एनिमी मेरो लिस्टमा चाहिँ आज भरे हेर्नुपर्छ यहाँ दानको सिजन 2 पनि आइसक्यो है ब्ल्याक क्लोभर आर्टको इयरमा अस्ति भर्खर यस्तो धेरै के भन्छ रे खतरा खतरा एनिमीहरूको त्यो आइरहेको थियो त टेलरहरू टन्नै 3-4वटा कि 5वटाको टेलर एकैचोटि जुजुत्सु काइसेनको भयो चेन्सो म्यानको भयो अनि के भन्छ फिरियनको भयो अनि अर्को कुन कुन थियो रिजेरको भयो मुसुको तेन्सेको भयो होइन अनि ब्ल्याक क्लोभरको यस्तो धेरै टेलर आइरहेको थियो एकैचोटि हेरे तपाईँहरूले सबै ट्रेलर भन्छ ट्रेलर 2026 मा लाइनअप खतरा छ 2026 मा टन खतरा छ डक्टर स्टोनको पनि आछ डक्टर स्टोनको पनि आछ डक्टर स्टोनको पनि त्यो आछ है ट्रेलर हो सायद त्यो चाहिँ मैले हेरेको छु नि त्यसरी याद नभयो तर टन्नै छ क्या यस्तो धेरै मैले सिजन 2 सम्म मात्र हेरेको छु कुनको चाहिँ सिजन 2 चाहिँ डक्टर स्टोनको नि मैले बियर हो को रे बियर त मन पर्दैन हेलो नाइस सेयर गरे थ्याङ्क यू सो मच लास्ट मन्थ अफ 2025 र 2026 को सबै एनिमीको इयर हुन्छ होला है रे लास्ट मन्थ को इयर हुन्छ होला त्यस्तै नै हुन्छ होला अहिले 25 मा आएकोहरू नै लास्ट एकछिन मैले के बुझेन लास्ट मन्थ अफ 2025 र 26 मा सबै 2025 मा त धेरै आउँछ होला तर अहिले कति देखाएकोहरू चाहिँ 2025 मा चाहिँ आउँदैन होला सायद धेरै जस्तो चाहिँ 26 को कि फर्स्ट अगाडितिर हो किनभने सबै के भन्छ रे त्यो 2026 को बरु लास्ट मन्थतिर हुन्छ होला गाच्याकु त हेर्नु भएर गाच्याकु त अघि भर्खरै मैले हेरेको गाच्याकु त त्यसको बारेमा चाँडो भिडियो बनाउनु पर्ने छ त्यही भन्न खोजेको अरे गाच्याकु त अघि तपाईँहरूले गाच्याकु त हेरे कि हेरेन एउटा एपिसोड मात्र छ क्या बब्बा लाग्यो क्या अलिक के भन्छ रे अलिक फर्स्ट एपिसोडले नै बढी हाइप दिइरहेको छ लर्ड अफ मिस्ट्री हेर्नु भयो लर्ड अफ मिस्ट्री अहिले भरे राति हेर्ने म अघि हेर्न लागेको अलिक टाइम भएन क्या त्यसैले अहिले हेरेको छैन अहिले भरे हेर्छु कस्तो छ अरे गाच्याकु त एकदम दामी छ सुरु गरिरहन्छ फर्स्ट एउटा एपिसोड मात्र आएको छ अहिले मेरो त ब्ल्याक क्लोभर 100 एपिसोड पुग्यो हो ब्ल्याक क्लोभर 100 पुग्यो ल चाँडो सकुन अब ब्ल्याक क्लोभर आउनु त अझ पनि वर्ष नै बाँकी छ हेलो ताको पिस ओरिजिनल सिन्स रे यो नयाँ आएको एनिमीको नाम भनेको हो ताको पिस ओरिजिनल अहिले एउटा नयाँ एनिमी आइरहेछ त के भन्छ रे एउटा खै बच्चा केटी जस्तो एउटा छ न मैले हेरेको छैन त्यसको बारेमा खुबै कुरा भइरहेछ इसेकाई एनिमी भन्नु न एउटा इसेकाई एनिमी रिमोन्स्टर हेर्नु ठिकै नै छ के भन्छ र अलिक मजाको छ अलिक फास्ट फरवर्ड जस्तो एनिमी छ तर मजा छ रिजेरो होइन रिमोन्स्टर तपाईँको ओरिजिनल सिन दामी तोको पी ओरिजिनल सिन दामी छ दाइ यो हेर्नुपर्छ मलाई त लास्ट बोर भयो राजु एउटा एनिमी भन ब्रदर रे एउटा एनिमी त टन्नै छ नि एकछिन नै दाइ तपाईँले त समर हिकारू डेथ थाहा छ समर हिकारू डेथ भनेको खै थाहा भएन समर हिकारू डेथ डेथ नोट चाहिँ हेर्नु है चाँडै डेथ नोट हेर्नुपर्छ चाँडै
अहिले एउटा नयाँ एनिमी आइरहेछ क्या के भन्छ अरे एउटा त्यसको मलाई नामै याद होइन क्या मलाई त्यो एउटा केटीको एउटा बच्चा बच्चा जस्तो नै देखाइरहेको छ त अलिकति खतरनाक छ भनेर सुनेको थियो अहिले खुबै मान्छेहरूले पनि कुरा गरिरहेको छ एउटा के एउटा बच्चा उयो के भन्छ अरे यो रोइची भन्ने मान्छेको प्रोफाइल जस्तो जस्तो पारेको थियो तर यो मान्छे त अर्कै रहेछ यो त समर हिराकु डेट थाहा छ नि त मैले त्यो हेरेको छैन हाई 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 हेलो यो के भन्छ अरे एनिमी वाच एप एनिमी एपमा त हेर्दैन मैले एनिमी एपमा चाहिँ खै के एउटा भन्ने थियो जस्तो लाग्यो एनिमी एप चाहिँ होइन बरु त्यो चाहिँ त्यो वेबसाइटमा चाहिँ हेर्छु म दिस एनिमी इज तोपोकी ओरिजिनल तोपोकी एकछिन यही हो जस्तो लागेको छैन म एकचोटि सर्च गर्छु अहिले खुबै चलिरहेछ क्या यो एनिमी एउटा धेरै कुरा भइरहेछ क्या ताकोपी हो ताकोपी ओरिजिनल सिन यही एनिमी हो क्या यो एनिमीको अहिले हेर्नुपर्छ यो एनिमी हेरेर चार भिडियोहरू बनाउनुपर्छ यो एनिमी नै हो क्या अलिक डेन्जर भइरहेछ क्या हाई ओहो रे को होला अति राम्रो वेबसाइट नेम चाहिँ हाई एनिमी होइन एनिमी देखो हेर्नु अनि एनिमी देखो अरे कस्तो हाई एनिमी पाए किस एनिमी यिनीहरूमा आउँछ तपाईँलाई यो नयाँ हेयर कटले खतरा देखिरहेछ त गाचियाको त सो गुड थ्याङ्क यू सो मच स्क्वाड गेम सिजन 3 हेर्नु भयो स्क्वाड गेम सिजन 3 हेरेको छैन नि मैले यही भनेको यो के भन्छ अरे तोकोपिज ओरिजिनल सिन भनेको छैन भर्खर कतिले भनेको थियो नि हो यही एनिमी नै अहिले डेन्जर चलिरहेछ क्या यो एनिमी तपाईँहरू कसले हेऱ्यो नि भर्खर चलिरहेको एनिमी हो क्या एउटा एपिसोड मात्र आएको छ होला अहिले मान्छेहरू कतिले भिडियो बनाएर छ मैले यसको बारेमा कुरा गरौँ भनेको भिडियो त्यो नै गर्नै कस्तो 2-3 दिन भयो भिडियो नै बनाउनै कस्तो मनै लागेको थिएन त्यस्तैले नबनाएको तपाईँहरू चेक गर्नु त यो एनिमी थाहा छैन भने दामी छ भनेर सुनेको थिएँ अलिकति कस्तो पाराको छ क्या यो फाइटको त स्योर होइन दाइ एउटा होरर एनिमी भन्नु न होरर एनिमी त मैले हेर्दैन होरर एनिमी त कुन चाहिँ छ त होरर एनिमीहरू त मैले धेरै नै हेर्दैन अब त्यो अलि एउटा के भन्छ अरे होरर एनिमी एउटा चाहिँ बब्बाल थियो क्या मैले हेर्न त हेरेको थियो त पुरा चाहिँ हेरेन आदिमा रोकाएँ त्यसको नि नामै भुलेँ मैले माइन्ड ब्लोइङ छ यो एनिमी सुरु एपिसोडमै हेर यो मैले सुनेको छ त्यसैले यो 4 हेर्छु भनेको कुन रे यो क्या कुन एनिमी भन्दा चाहिँ यो तोपोकी ओरिजिनल सिन भन्ने तपाईँलाई नो लङ्गर अलोइन अनदर वर्ल्ड हेर्नु भएको छ भएको अरे मैले यो एनिमी हेरेको छ यो एनिमी नि राम्रो छ मलाई चाहिँ यो एनिमी राम्रो लाग्यो कति मान्छेहरूलाई चाहिँ एनिमी मन परेन छ होइन यो दाइ रे यो भास्रक होरर पिक रे उजुमाकी तोपीको ओरिजिनल सिनको एपिसोड 2 सम्म आछ दुईवटा एपिसोड आइसक्यो मैले त एउटा एपिसोड मात्र जस्तो लाग्यो त उजुमाकी के भन्छ अरे यहाँ भन्दैछ होरर एनिमीहरू होरर एनिमी ओभरफ्लो छ त यो पनि होरर उजुमाकी ओके रे मम्मीले तानेर कपाल काटेको कि आफैले आफ्नै इच्छाले हो रे म आफ्नै इच्छाले काट्छ नि मान्छेको इच्छाले नि कपाल काट्छ भनेको त मान्छेले त्यो जतिसुकै भनोस् फरकै पर्दैन नि जबसम्म आफ्नो इच्छा आउँदैन त्यतिखेरसम्म त दाइ तपाईँले भनेर 7 डेडली सिन्स हेऱ्यो अहिले राम्रै लागिरहेछ अरे शुभम हेर न अहिले राम्रो गइरहेछ एपिसोड 3 आज साझा आउँछ यसको एपिसोड 3 पनि यस्तो चाँडो आउनु लागिसक्यो तपाईँको ओरिजिनल सिनको भट्टाभट गइरहेछ त मानवा त मैले हेर्दैन याहो सिजन 3 मा पुग्यो रे सिजन 3 पुगिसक्यो 7 डेडली सिन्स यस्तो भट्टाभट हेर्न सुरु गरेछ त मेरो नि हाई डिमान्डले हो कि रे त्यस्तो होइन कसैको इच्छाले म कपालै काट्दिनँ त्यसैले चिन्ता नगरे नि हुन्छ तपाईँको टी कुन हो एमबिटिटी मतलब के हो एमबिटिआई को मतलब के हो मैले बुझेन एमबिटिआई सिजन 3 एपिसोड 15 उन्नति गर्दैछ 7 डेडली सिन्स माथि पुग्न लागेछ अब त धेरै छैन सिजन 5 सम्म मात्र हो जस्तो लाग्यो हाँस्दिनु त त्यस्तो हाँस्दिनु त त्यस्तो चोटि ब्रोकको हाँसो हाँस्दिनु न
ब्रोको हाँस्छ ब्रो कसरी हाँस्छ यो हो गरेर हो त्यो त होइन दाइ टोकियो गोल हेर्नु टोकियो गोल हेर्नु पर्ने छ तर मैले हेरेको छैन अहिले अलिक लामो एउटा लामो एनिमी हेर्दैछु क्या म त्यो हेरिसकेपछि चाहिँ अर्को हेर्छु दाइ भज्रकको माङ्गा पढ्नु के एनिमी हेर्नु अरे मान्छेहरूले त धेरै जस्तोले त माङ्गा पढेको दामी भन्छ तर मैले माङ्गा नि पढेको छैन एनिमी नि हेरेको छैन तर माङ्गा पढ्नु न माङ्गा चाहिँ बब्बाल छ भन्छ एनिमीमा चाहिँ कति सिन खै के भन्छ अरे एनिमेसन राम्रो छैन अरे क्या एनिमीमा चाहिँ त्यसैले माङ्गा चाहिँ बब्बाल छ भन्दैछ बाङ्काई अहिले बाङ्काई नै हेर्दैछु म अहिले के भन्छ अरे हाम्रो ब्लिच हेर्दैछु नि त त्यसैले अहिले कति एनिमीहरूलाई चाहिँ ग्याप गरेर राख्नु पर्ने छ क्या सबै हेर्न भ्याउँदैन नि अनि उजुमाकी च्यान एनिमी नेम हो होरर नट नारुटो रे यो नारुटोको उजुमाकी भन्ने चाहिँ नारुटोको नाम हो उजुमाकी मात्र चाहिँ एउटा होरर त्यो एनिमी हो क्या तपाईँहरूले यहाँ अघिदेखि उजुमाकी भनेर भनिरहेको छ तर कसैले बुझेको छैन जस्तो छ त्यसैले यहाँ रिप्लाई दिँदैछ उजुमाकी च्यान चाहिँ होइन उजुमाकी मात्र भनेर सर्च गर्नु होइन एनिमी हेर्ने ठाउँमा त्यसमा चाहिँ उजुमाकीको एउटा होरर पुरा सिरिजै छ कि कतिवटा त्यो छ जस्तो लाग्यो सिजन छ जस्तो लाग्यो आइएम कपी युजर जोन्स सङ्ग्री दाइ कति एपिसोडमा पुग्नु भइरह्यो मेरो अहिले ब्लिच त कति 67मा पुगेँ म त ब्लिचको धेरै पुगेन 70 पुग्छ जस्तो लागेको थियो 60मा मात्र पुग्यो सान कस्तो त्यो 3 शॉट स्टाइल भनेको तपाईँले मोन्स्टर हेर्नु भएको छ अरे मोन्स्टर मैले हेरेको छैन नि मोन्स्टरको धेरै कुरा भइरहेको छ तर मोन्स्टर हेरेको छैन बाङ्काई रे काटेन के छु कारामासु सिन्जु रे यो डाइलेक्ट मैले सुने जस्तो लाग्यो अहिले हेरेकोमा यो डाइलेक्ट चाहिँ थियो जस्तो लाग्यो मलाई याद चाहिँ होइन तर नेक्स्ट विक स्टार्ट गर्ने ब्लिच रे ब्लिच सुरु गरे नि हुन्छ मजा त मजा भइरहेछ अहिले ब्लिच फर्स्टमा भन्दा चाहिँ अहिले धेरै मजा भइरहेछ सिजन 7 हेर्नु भएको सिजन 7 नि हेरिसकेँ मैले बाङ्काई काट्छु के ब्ल्याकबेडले ग्राफलाई मारेको र अरे अहिले नयाँ माङ्गामा के भइरहेछ त्यो मलाई थाहा छैन तर मैले माङ्गा पढेको हिसाबमा त के भन्छ अरे त्यो त छैन मारेको चाहिँ देखाएको थिएन ब्लिज एनिमी हो दाइ स्पोइलर दिम नो स्पोइलर मलाई के भन्छ अरे त्यो आइजेनको स्पोइलरले नै त्यो भइरहेको थियो साइबर पङ्क चाहिँ मैले हेरेको छैन यो वाचिङ दिस मास्टरपिस जस्ट फिनिस वाचिङ दिस मास्टरपिस यो साइबर पङ्कको त अहिले नयाँ सिजन पनि आउने कुरा भइरहेछ नि ग्राफ गराएको भनेको छ त अरे ग्राफ मरेको भनेको छ हो कति कुनमा चाहिँ दाइ जुम 100 हेर्नु मैले जुम 100 हेरेको छु नेपालमा कहिले आउँछ होला इन्फिनिटी क्यासल डिमन स्लेयरको अहिले सेप्टेम्बरमा आउँछ सेप्टेम्बरमा आउँछ होला है फिक्स त छैन जस्तो लाग्यो तपाईँले कुन च्याप्टरको चाहिँ कुरा गर्नुभएको मैले कति लास्ट त्यो के भन्छ अरे त्यो के थियो होली नाइटहरू देखाएकोदेखि चाहिँ मैले च्याप्टर पढाएको छैन क्या त्यो पछिको च्याप्टरमा चाहिँ ग्राफ मरेको छ भनेर के एउटा देखाएको छ भने चाहिँ थाहा छैन होइन तर त्योभन्दा अगाडि चाहिँ मरेको छ भने चाहिँ देखाएको छैन अनि यहाँ के भन्दैछ ब्ल्याकबेड सन अफ रक दि जावेक अहिले मैले ज्यावेकको नि त्यो के भन्छ अरे त्यो देखायो भनेर त्यो भिडियो देखिरहेको थियो ब्ल्याकबेडको बाउ हो त ज्यावेक हुन्छ लभ फ्रम पोर्चुगल थ्याङ्क यू सो मच ब्ल्याकबेड रक्स ती ज्यावेकको छोरा हो र अरे खै थाहा भएन अहिले त्यस्तो पुरा रिभिल त गरेको छैन होला होइन ब्लिचको कति सिजन छ त ब्लिचको खै कति सिजन भन्दाखेरि पनि अहिले एउटा सिजन चाहिँ के भन्छ अरे 300 कतिसम्म छ होइन 300 हो खै एउटा सिजन चाहिँ कति रहेछ एकछिन एउटा सिजन चाहिँ 366 सम्म छ अनि त्यो पछि नि फेरि त्यो के भन्छ त्यो छुट्टै एउटा छ जस्तो लाग्यो के थियो के एउटा आर्क भन्ने एउटा छुट्टै TYBW यो 3rd सिजनसम्म छ अरे त्यो छ क्या ब्लिच इज नम्बर 1 फर मी रे एउटा त्यो अर्को सिजन पनि छ क्या यो 366 एपिसोड सकिएपछि फेरि अर्को सिजनहरू पनि छ क्या
होइन यही हो जस्तो लाग्यो मलाई चाहिँ। गेस माई फेभरेट एनिमी, तपाईँको फेभरेट इचिगोको प्रोफाइल राखेर चाहिँ इचिगो त्यो त होला नि तपाईँको त ब्लिच इचिगो फोटो राखेर। ए दाइ आज पब्जी नखेल्ने रे? पब्जी म खेल्दैछु अहिले अस्तिदेखि। 1000 इयर अफ ब्लड वार हो यो 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 छ, यो सकिसकेपछि त्यो पछि त्यसमै छ जस्तो लाग्यो। त्यहाँ सोलो लेभलिङको सिजन 3 आएको हो र छैन नि आएको, कहाँ हुनु उसको सोलो लेभलिङको सिजन 3 आयो भने त पुरा इन्टरनेटमा हाइप भइहाल्छ नि। सिजन 1 र सिजन 2ले नै कस्तो लाग्यो होइन। एक जिन्दगी काफी हुन्छ होला अरे, एक जिन्दगी काफी किन नहुने। अझ वान पिस छँदैछ, त्यो सकाएपछि 1000 एपिसोड पुऱ्याउनको लागि। सान्जे यङको जतिको पावरफुल हुँदा कुन चाहिँ पावर अप गर्ला त अरे? सान्जे यङको जतिको पावरफुल हुँदा कुन चाहिँ पावर अप गर्ला त अरे? सान्जीको कुन चाहिँ पावर अप चाहिँ गर्ला त? अब त्यहाँ वान पिसमा त के भन्छ अरे क्यारेक्टरको नै पावर अप हुन्छ, त्यो क्यारेक्टरको अट्याकहरू त पावर हुँदैन होला। अब सान्जीलाई नै पावर अप गर्छ होला नि, खै गर्छ। यङको जतिको त हुन पऱ्यो नि सान्जी पनि, मतलब काइडो बराबर चाहिँ नभनौँ होइन, काइडो बराबर त अलिक गाह्रो नै हुन्छ होला। त्यही पनि अर्को हुन त अहिलेको यङको जति नै पावरफुल हुन त धेरै गाह्रो हुन्छ नि। यङको भने त सानो होइन नि त्यो पद त। मेरो फेभरेट एनिमी चाहिँ ड्रागन बल हो। जारमा त्यसको फ्यामिलीको जेनेटिक पावर अप जेरमा त्यसको फ्यामिलीको जेनेटिक पावर अप ऊ त उसको त्यो अहिले अवेकिङ भइसक्यो नि त, उसको जेर्माको त्यो के भन्छ उसको के भन्छ मोडिफाई गरेको बडी चाहिँ होइन। ब्रो लुक ब्याक देयर इज बटरफ्लाई रे, कहाँ छ? छैन नि मेरो कोठामा, किरा छिर्दैन। यङको जतिको पावरफुल हुन्छ अरे बिग ममहरू जतिको हुन्छ भनेको छ ओदा सेन्सेले बिग मम जतिको चाहिँ हुन्छ होला। बिग मम र काइडोमा नि धेरै पावरको ग्याप छ, अनि बिग मम र सङ्सहरूमा नि धेरै पावरको ग्याप छ हुन्छ होला। बिग मम पनि फेरि हेर्दाखेरि पो कस्तो हो, धेरै पावरफुल छ नि बिग मम पनि। इन फ्युचर अब फेट कस्तो छ हुन्छ सान्जी हुन्छ होला। मेरो त फर्स्ट ब्लिच, सेकेन्ड ड्रागन बल, थर्ड फेरी टेल फेभरेट। फेट हेऱ्यो ब्रो बाल्छ अरे? फेट हेरेको छैन नि मैले। आई विल चुज सान्जी ओभर देन जोरो। सान्जी राम्रो छ है, मलाई नि सान्जी क्यारेक्टर मन त पर्छ, तर त्यसमै तर भन्ने चिज नै छैन। सान्जी क्यारेक्टर मान्छेहरूले खै किन मन नपराउने हो होइन, धेरै अलिक केटीहरूको अगाडि कस्तो गरेर होला कि, तर सान्जी राम्रो छ। क्लासरुम अफ इलिट कति सिजन छ त्यसको? खै सिजन 1 सम्म मात्र हो जस्तो लाग्यो होइन, मैले पनि त्यो त हेरेको छैन। मैले सिजन 1 को 2-3 एपिसोड चाहिँ हेरेँ, त्यहाँदेखि चाहिँ बन्द गरेको थिएँ। फेट बबाल छ हो बुढो फेट मैले हेरेको छैन। फेट तर राम्रो छ भने जस्तो सुनेको थियो जस्तो लाग्यो, मैले हेरेको छैन। आतो कुन त्यही अट्याक अन टाइटन हेर्नुहुन्छ? अट्याक अन टाइटन मैले हेर्छ क्या, तर ठर्कीपन भएर मन नपरेको त्यो पनि हुनसक्छ मान्छे अलिकति कस्तो छ नि त। मलाई त रोबिन नामी अनि बोआ हाङ्कक मनपर्छ वान पिसमा अरे। यो त सबैजनालाई मनपर्छ, तपाईँलाई मात्र होइन। वान पिसमा सान्जी होला सबभन्दा ह्यान्डसम क्यारेक्टर। सान्जी नि क्यारेक्टर दामी त, ह्यान्डसम त सबैभन्दा त भन्न सक्दैन। वान पिसमा पनि छ त जोरोको कस्तो छ लुक, अनि अर्को को छ धेरै छ। फेट डिसेन्ट छ अरे यहाँ भन्दैछ मान्छे। दाइ न्यू एनिमी आएको छ, एनिमी नेम सुपर क्युब रे। यो एनिमी आएको छ होइन, यो एनिमी सकिसक्यो अहिले, अस्ति नै सुरु भएको छ। म छु सबैभन्दा ह्यान्डसम 100वटा गर्लफ्रेन्ड छ लाइनमा अरे। लुफी र बुवा हङ्कक कहिले भेट हुन्छ अब अरे? लुफी र बुवा हङ्कक त अब कहिले भेट हुन्छ? अहिले त भेट हुन अलिक गाह्रो नै हुन्छ होला, अलिक गाह्रो नै छ। अहिले अर्को आर्कमा छ, अनि त्यो आर्कमा बुवा आउँछ जस्तो त लागेको छैन। यो आर्क पछिको आर्कमा चाहिँ आउन सक्छ कि त्यसमा चाहिँ। ब्ल्याक क्लोभर हेरेको छ? ब्ल्याक क्लोभर मैले हेरेको छु। दाइ न्यू एनिमी हिन्दीमा फेट डिसेन्ट छ, अनि यहाँ के ब्ल्याक क्लोभर। हेलो दाइ, हेलो इट्स पिक रे। ब्ल्याक क्लोभर त बब्बा हाल्छ। ब्ल्याक क्लोभरको अस्ति अब नयाँ सिजन आउने भन्ने कुरा भइरहेछ नि त, त्यो झन् मजा भइरहेछ।
तोकिपी ओरिजिनल्स न्यू एनिमी हेरो ब्रदर यो एनिमी मैले हेरेको छैन नि तर हेर्ने हो अहिले भरे हुन्छ कि भोलि हेर्ने यो एनिमी मलाई यस्तो हेर्न मन लागिरहेको छ यसको यस्तो धेरै भिडियो आइरहेछ नि त अनि खतरा छ भन्ने पनि कुरा भइरहेछ यस्तो मान्छेहरूले यतिकै भिडियो त बनाउँदैन ब्ल्याक क्लोभरको अर्को सिजन कहिले आउँछ अरे ब्ल्याक क्लोभरको अर्को सिजन आउने फिक्स डेट त छैन सायद 26 को इनतिर आउँछ होला चाहिँ भन्ने चाहिँ कुरा भइरहेछ अन्ली टु एपिसोड छ अरे अन्ली 2 एपिसोड अहिले चलिरहेको एनिमी हो नि त अहिले भर्खर चलिरहेको छ अहिले 2 एपिसोड मात्र छ त्यसैले यो अहिले मैले अहिले म एनिमी नै हेरेको छैन या नयाँ एनिमीहरू चलिरहेको एनिमीहरू म हेरिरहेको छु तर अहिले चाहिँ हेरेको छैन त्यसैले अहिले अघि भर्खर मैले गाचियाकुताम र क्लिबिटेज मात्र हेरेको छ नयाँ आएको अनि एउटा इसेका एनिमी चाहिँ अर्कोहरू चाहिँ अब अहिले भरेतिर हेर्नुपर्छ त्यस्तैले हो सेप्टेम्बरमा आउँछ ब्ल्याक क्लोभर हो सेप्टेम्बरमा आउँछ फिक्स डेट हो दाइ म पनि मिलेडोसको ठाउँमा भयो भने म त मोज गरिदिन्थेँ अरे मोज गरिदिन्थेँ तपाईँकोमा भने चाहिँ अझ पनि पुगेको छैन रहेछ 7 डेडली सिन्स अलिक कोरमा नेक्स्ट लेभल डिप छ त्यो एनिमी ब्रदर यार सिबी एनिमेसनमा अरे मैले यो हेर्न पर्ने छ यो अहिले यो त छुट्याउनु नहुने एनिमी हो क्या मेरो विचारमा चाहिँ यो कस्तो एउटा छ क्यारेक्टर नै कस्तो एउटा छ होइन कस्तो एउटा छुट्टै छ जस्तो लाग्छ मानुवा पढनहरू मैले मानुवा त पढ्दैन दाइ फेरिटेल नै राम्रो त राम्रो छ तर फेरिटेलमा चाहिँ अलिक बढी फ्यान सर्भिस छ होइन अनि त्यसमा चाहिँ अब हामीलाई हरेक मुभीतिर हरेक सिनतिर हामीलाई चाहेको बेलामा चाहिँ टक्कर हामीले सोचेको चिज चाहिँ त्यहाँ हुन्छ त्यसैले फेरिटेल बब्बाल छ त्यसमा प्लोटहरू पनि राम्रो छ होइन तपाईँले ड्रागन बलको माङ्गा पढ्नु भएको छ मैले ड्रागन बलको सबै पढेको सबै मतलब एनिमी जहाँदेखि रोकेको छ त्यहाँदेखि चाहिँ सबै पढेको छ लक्कीको राम्रो छ अरे फेरिटेल डिसेन्ट तपाईँले डक्टर स्टोन हेर्नु भएको छ डक्टर स्टोन मैले 2 सिजन कि 3 सिजनसम्म मात्र हेरेको छ त्यो पछि चाहिँ हेरेको छैन फेरिटेलमा धेरै फ्रेन्डसिपको मात्र छ त्यो धेरै फ्रेन्डसिप छ क्या फ्रेन्डसिप भन्दा नि फ्यामिली हुँदा फ्रेन्ड हो तर त्यसमा चाहिँ फ्यामिली भनेर बढी देखाइरहेको छ अनि कस्तो अलिकति केही हुँदाखेरि जतिखेर नि कोही न कोही चाहिँ सपोर्टमा चाहिँ आउँछ मैले हेरेको छु डक्टर स्टोन साइबर पङ मैले साइबर पङ हेरेको छु नि साइबर पङ हेर्ने भनेर पनि सोचिरहेको छु म कति एनिमी हेरेको छु आस्था अरे युनो आस्था नि स्योर आस्था सरी युनो ब्रदर मिस्टेक मात्र हुन्छ त हो मेरो राइटिङ त किन त्यो अटो करेक्टले हो क्या फेरिटेलमा चिल भाइब दिन्छ त्यसैले मलाई मनपर्छ अलिकति आनन्द पाराले गइरहेको छ नि त त्यो एनिमी दाइ हजुर फिरेन हेरेको छ फिरेन मेरो फेभरेट एनिमी भने नि हुन्छ एक प्रकारले बब्बाल छ दान सिजन 2 हेर्नु भयो छैन दानको सिजन 2 पनि मैले सुरु गरेकै छैन सुरु गर्नुपर्ने छ यसले नयाँ चलिरहेको एनिमीहरू 2-3टा 4टा मैले 3टा मात्र सुरु गरेँ 4कोहरू त सुरु गर्नु बाँकी नै छ त्यसैले ब्रोक त हिन्दीको मात्र होइन र ब्रोक त हड्डीको मात्र होइन र तर ब्रोकको टाउकोमा कसरी त्यो त के त अरे ब्रोकले त्यो एप्रोन नक्कली लगाएर आयो कि वान पिस के हुन्छ नि कताबाट हेर्ने दान उयसबाट हेर्ने हुन्छ एनिमी पाए भन्ने वेबसाइट छ होइन ANIMEPAHE भन्ने एउटा वेबसाइट छ यसमा सर्च गर्नु यसमा पाउँछ धेरै सबै एनिमी पाउँछ टेक्नोलोजी या ब्रोकको कमा ब्रोक जसरी हाँस नुन एकचोटि हेरिदिउँ रे अहिले कस्तो एउटा अनकम्फर्ट मेरो अलिक अप्ठ्यारो भइरहेछ त्यसैले अहिले म हाँस्दिनँ पछि सिजन 2 चिल सिजन 2 चाहिँ सिजन 2 नि त्यसमा आउँछ 9 एनिमी रे सिरियसली आई हेभ वाच 100+ एनिमी तपाईँले जिजेकेको माङ्गाको स्पोइलर पढ्नु भएको छ अरे मैले माङ्गा पढेको छैन तर त्यो अस्ति यत्रो टिकटकमै मान्छेहरूले भिडियो बनाउँदा नै थाहा भइसक्यो जेजेकेमा के हुन्छ भनेर द एड नआउने वेबसाइट छ किन अरे एडै नआउने वेबसाइट त हुँदैन बरु अलिक कम आउने वेबसाइटहरू चाहिँ हाई एनिमी छ अनि यो एनिमी पाएँ भने छ अनि के भन्छ अरे त्यो किस एनिमी भन्छ यिनीहरूमा चाहिँ एड अलिक कम आउँछ मैले अरूहरूमा हेरेको भन्दा चाहिँ अनि एड ब्लकरहरू युज गर्नु न 9 एनिमीमा
आउँछ अरे खै नाइन एनिमी त मैले चलाउँदैन मैले नाइन एनिमी चाहिँ यत्तिकै मसँग लिस्टमा मात्रै रहेछ मैले त्यो चाहिँ वेबसाइट चाहिँ चलाउँदैन जो नाइन एनिमीमा आउँदैन एड रे को नाइन एनिमीमा आउँदैन एड भनेर क्वेसन सोधेँ कि भनेको एनी ल्याब रे एनी ल्याब पनि भन्दछ एनिमी हेर्ने ठाउँहरू तर इन्डिङ कस्तो जेपिटी छ अरे एकछिन उसले के को कुरा ए तपाईँले माग्न पढिसक्यो जुजुत्सु काइसेनको ब्रो ब्रेभ एपबाट वेबसाइट युज गर न एड आउँदैन अरे यहाँ हो त्यो ब्रेभ त्यो के भन्छ अरे त्यसबाट चलाउनु रे त्यो ब्राउजरबाट ब्रेभ ब्राउजरबाट वेबसाइट चलाउनु रे त्यसबाट एड आउँदैन अनि त्यो ब्राउजरमा त के भन्छ अरे त्यो पनि एड ब्लकरहरू पनि छ र जस्तो लाग्यो राम्रो दा एज कति हो तपाईँको मेरो त 24 दाइ हजुरले फेलियर फ्रेम हेर्नु भएको छ अरे फेलियर फार्म मैले हेरेको छैन जस्तो लाग्यो यो एनिमीको नाम ब्रो हाई स्कुल एनिमी सजेस्ट हाई स्कुल एनिमी त धेरै जस्तो सबै रोमान्स मात्र हुन्छ अनि म फेरि रोमान्स एनिमी नै हेर्दैन त्यस्तो हाई स्कुलको त त्यस्तो त छैन मेरो लिस्टमा त अनि हाई स्कुल डिएक्स एकछिन है म एउटा भन्छु कुन चाहिँ ब्ल्याकबियर्डको त्यो कहिले बढी कहिले घटी कसरी मैले नोटिस गरेको यसको बारेमा नै त्यो एउटा छ के भन्छ अरे त्यसको त्यो पर्सनालिटी चेन्ज हुँदाखेरि त्यो दाँत पनि चेन्ज हुन्छ भनेर चाहिँ यस्तो मैले चाहिँ सुनेको थिएँ दाइ नेटफ्लिक्समा बाँकीको हिन्दी डब हेरेँ म झन्डै मरेर बाँकीको नि डब छ हो नेटफ्लिक्समा हेलो ब्रदरको किट होला मेरो बच्चा भनेको छैन नि त 24 एन्ड छैन म नो बेरोजगार सेराफ अफ द इन्ट हेरेको छ र सेराफ छैन नि यो नि एनिमी हाई स्कुल एनिमी क्लासरुम अफ इलिट त्यो न्यू 2024 को नयाँ वाटर मेजवाला एनिमी हेर्नुभयो अरे 2025 को नयाँ वाटर मेजवाला एनिमी कुन हो चोप्परले त वुमेन फ्रुट खाएको होइन र तर चोप्पर वुमेन किन नभएको अरे ब्रदरको त वान पिस हेरेर दिमागै वान पिस भइरहेछ डेन्जर क्वेसन आइरहेछ पुरा एउटा उसलाई एबिलिटी त पाएको छ नि के भन्छ अरे मान्छे जसरी व्यवहार गर्ने मान्छे जसरी बोल्ने मान्छेसँग कम्युनिकेसन गर्ने अब पुरा मान्छेको नै डिटु कपी हुनको लागि त उसको अवेकिङ हुनुपर्छ कि सायद थाहा छैन यो पनि मैले यतिको अन्दाजमा भनेको तपाईँको यतिको अन्दाजको क्वेसन सँगसँगै भोलि पर्सि म नि नोभल लेख्छु द एनिमी द लुफीको केयर फ्रेम कस्तो छ अरे केयर फ्रेम मतलब डिमन किङ डाइमो स्ल्याम डङ्क हेर्नु भएको स्ल्याम डङ्क पनि हेरेको छैन मैले कपाल काटेको हो यस ब्रदर मैले कपाल काटेको वान पिस इज रियल बिकज माई क्रस अल्सो वेयर ड्याड ओहो ठिक छ नोबडी नो अबाउट बिगिनिङ आफ्टर डेथ यो एनिमी मैले सुनेको छैन जसलाई तर भुलेँ मैले यो कसले खै के हो आज त मैले क्वेसन नै नबुझेको के हो इसेकाई एनिमी इसेकाई रे हो इसेकाई नै भनेको इसेकाई एनिमी द रङ वे टु युज हिल स्किल भन्ने हिलिङ म्याजिक यो हेरेको छ यो पनि इसेकाई एनिमी हो सब सोर्ट हिट मरेपछि ब्रोक एक्लै हुन्छ है सबै त्यसको सब स्ट्र ह्याट मरेपछि ब्रोक एक्लै हुन्छ है खै त्यो त अब के थाहा अब इन्डमा ब्रोकलाई नै मारिदिन्छ के यतिको भनेको त्यो होस् तर त्यो थ्योरी होइन द बिगिनिङ आफ्टर द यो त हेरेको छु मैले अस्ति भर्खर आएको बेस्ट इसेकाई टप 3 त रिजेरो मुसुको दिन चाहिँ रियनकार्नेट एज अ स्लाइम भयो अनि एमिनेन्स इन स्याडो टिबेट इन गरेछ अहिले टिबेटको सिजन 1 को चाहिँ इन गरेछ
सिजन 1 चाहिँ इन गरेछ। कोले माई लिटल मोन्स्टर हेरेको छ अरे। माई लिटल मोन्स्टर को हेरेछ दाइ रे? मुसुको तेन्सेको अर्को सिजन कहिले आउँछ होला रे? मुसुको तेन्सेको अर्को सिजन 26 मा हो जस्तो लाग्यो होइन त्यो अस्तिको टेलरबाट त 26 मा हो जस्तो लाग्यो मलाई। टिबेट बब्बाल छ। टिबेट बब्बाल भन्दा टिबेट ठिकै छ, त्यस्तो बब्बाल चाहिँ छैन। सरिफ अफ इन्ट त्यो हेरेको छैन नि ब्रदर। नट एनिमी इन मानुवा गोड रे। त्यो बरु टिबेटको के भन्छ अरे एनिमीमा चाहिँ राम्रो छैन, बरु त्यसको मानुवा चाहिँ बब्बाल छ भनेर चाहिँ कुरा छ होइन। टोकियो घोल न्यू मुभी मैले त टोकियो घोलको एनिमी नै हेरेको छु। स्ट्रो हाइट इज भेरी युजफुल बिकज वी क्यान ड्रिङ्क जुस एन्ड प्रोटेक्ट आवर स्किन फर सन रे। नाइस नाइस। टिबेट र मुसुको तेन्से सेम लाग्छ मलाई। सेम छैन, धेरै फरक छ टिबेट र मुसुको तेन्से त। मलाई त धेरै फरक लाग्यो। मुसुको तेन्सेको त्यो अलिकति सेम भनेको त्यो बच्चा बेलामा अलिक धेरै बेर देखाउने भने मात्र हो, नभए त त्यस्तो सेम छैन। मुसुको तेन्से अलिक अर्कै छ। मुसुको तेन्से अलिक मजा छ। म्याजिक काइटो म्याजिक काट्यो भनेकै काइटो कट्यो। ब्लू लक पनि ब्लू मुभीबाट इन्स्पायर होला है दाइ रे? ब्लू लक पनि ब्लू मुभीबाट इन्स्पायर होला? द्याट टाइम आई गट रिइन्कार्नेसन इन माई फर्स्ट इसेकाई एनिमी रे। ए त्यो एसएस लाइन चाहिँ फर्स्ट इसेकाई एनिमी भनेको त्यो एनिमी बब्बल छ नि होइन। क्वेसनै उल्टो गरेको हो कि मैले नबुझेको हो के हो? फ्यामिली एन्ड फ्रेन्डको लागि आफ्नो ज्यानसँग लड्छ अरे। तपाईँले अघि नै त्यो स्रेफिन के भने एनिमीमा। थ्याङ्क यू सो मच है फलो गर्नुभएकोमा दाइ। मलाई पनि नेपालीको देखाउँ दाइ, मलाई पनि बुझेन ब्रो यो रिया ब्रदर के तपाईँले उल्टो भन्नुभयो जस्तो छ। प्लिज मुभी फिल्म त्यही हो, त्यही भनेको के भन्छ ब्लू लक पनि ब्लू मुभीबाट इन्स्पायर होला है भनेर नै बुझेन खै। ब्लू लक इन्स्पायर हो। ओपिएम वान पन्च म्यानको नि टेलर आयो जस्तो लाग्यो होइन। म मेरो प्राइममा त मास्टर रोसी भन्दा बब्बाल हुन्छु होला है। म मेरो प्राइममा त मास्टर रोसी भन्दा नि बब्बाल हुन्छ होला है। मास्टर प्राइममा त्यो त ओल्ड एजमा। ट्रिनिटी 7 हेर्नुभएको? ट्रिनिटी मैले हेरेको छैन, तर यसको चाहिँ धेरै मैले सुनेको छ। यो पनि हेर्छु भनेर चाहिँ सोचिरहेको थिएँ। ट्रिनिटी 7 एनिमन सी समर टाइम रेन्डरिङ छैन ब्रो। लास्ट सोझो अरे सोझो नभएको सबै कार्टुनको प्रोफाइल भएको मान्छेहरू छुट्टै लाइभमा अरे। छुट्टै लाइभमा के चाहिँ हुन्छ त प्रोफाइल जस्तो लाग्यो नि आफ्नो मन त हो द्याट डार्क हुमर मिन यु वान्ट टु से त्यो पो भनेको मैले त त्यो एउटा एनिमी आएको छ नि त्यो ब्लू सी भने त्यसको बारेमा भने कि के जस्तो लाग्छ थाहा कट त्यो कुरा नगरौँ। प्राइममा 40 इयर्स एपिसोड हेरे एनिमी आजकल त 4-5 बियर्डली हेरेँ। प्राइममा त मैले नि 40-50 नै भ्याएको थिएँ नि। अहिले त 5वटा सकाउनु बल्ल 5वटा सक्छ लाग्यो कि एसिस रे। यो पनि त्यो भयो यो हेरेको छैन मैले। गाह्रो यो ब्रदर। हेलो ब्रदर। डिबिएस 2 कहिले आउँछ? डिबिएसएस 2 खै कहिले आउँछ? यसको त खै कहिले आउँछ क्या। डिबिएस टेरर इन रिस प्लिज वाच रे। यो रिसोरेन्स प्लिज वाच रे। आई एम जस्ट वेटिङ फर ड्रागन बल सुपर 2 रे। टेक अफ डिज्निटी। आई थट यु वेयर बोय। ए उसलाई भनेको त्यो हाम्रो के भन्छ अरे यता हाम्रो एकजना छ त गेमको प्रोफाइल भएको साथी।
दान 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 सिजन 2 हेज अराइभ दान 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 सिजन 2 आइसक्यो नि हेर्नुभयो तपाईँहरूले मैले अहिले भरे हेर्ने हो त्यो एभ्रिवान एनिमी हट टेक रे भनिदिनु लेट्स ल एनिमी भन्न त कुकुर दान 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 दामाची हेर्नु दामाची यस्तो भब्बा लाग्यो क्या मलाई दामाची मैले हेर्सकेँ आइएम 22 रे ओल्ड गेभिन भन्दा प्राइन गेभिनको लुक बब्बाल छ अरे ओ गाभिन भनेको द माई हिरो एकाडेमीको सिजन 8 कहिले आउँछ अरे खै यो थाहा भएन नि त सिजन 8 को नि टेलर आयो जस्तो लागेको थियो यो पनि 26 मा नै आउँछ जस्तो लागेको थियो होइन सिजन 8 को नि अस्ति भर्खर प्रब्लम मिरर रे दाइ लन्डन चाहे मैले हेरेन ब्रदर तिमीले त्यो भनेको लन्डन त्यो सङ चाहिँ होइन त्यो मान्छेहरूले नि कस्तो छ भने त्यस्तो हेऱ्यो नि दिमाग मात्र खराब हुन्छ त्यसले हेरेन मैले सरी त्यसको लागि दाबी ब्लू फ्लेम दाबीको त्यो त रोजर लेफ्ट ह्यान्ड रोजर लेफ्ट ह्यान्ड म्यान गाभ बुझेँ हट टेक आई डोन्ट लाइक जे के अरे ल त्यहाँ एकजनाको आइसक्यो उसलाई जे के मन पर्दैन अरे अनि अर्को को छ दाइ तपाईँ ऱ्याप सुन्नुहुन्छ किन अरे म त गीतै सुन्दैन ब्रदर ऱ्यापको त कुरा छाड्दिनँ लुक बब्बाल नै लुक बाबा लानी नि अहिले गाभिनको रे लुक बब्बाल आयो नि अहिले गाभिनको भनेको सेन्ट साया बुझेँ हेरेन नेपाली टप एनिमी रिभ्युअर मलाई भनेको थ्याङ्क यू सो मच वान पन्च म्यान नयाँ सिरिज आउन लागेको हो वान पन्च म्यान नयाँ सिरिज भन्दा नि सिजन 3 आउन लाग्यो त्यो टेलर आइरहेछ त्यो आउन लाग्दैछ त्यो हो होइन मलाई नि सोलो लेभलिङ जस्ट मलाई थ्याङ्क यू सो मच यस वान पन्च म्यान सिजन 3 अक्टोबर यही सिजनमा यही असमा 25 मा पो अक्टोबरको सिजन वान पन्च म्यानको अक्टोबरमा यही 25 को कि 26 को मैले त 26 मा जस्तो लाग्यो 25 मा हो सिजन के भन्छ त्यसको हट टेक सोलो लेभलिङ ओभर एट सेम मलाई सोलो लेभलिङ मन पर्दैन मलाई सोलो लेभलिङ भन्दा त खाइजो एट बोल सोलो लेभलिङको सिजन 1 चाहिँ भनिदिनु अलिक गाह्रो हुन्छ भनौँ सिजन 2 भन्दा त खाइजो एट त कति बब्बाल क्या मलाई चाहिँ त्यो लाग्छ होइन दाइ साकी गोनी नयाँ सिजन कहिले आउँछ साकी गोनी भने मैले एनिमी नै थाहा भएन ब्रदर सरी यार सिस्टर लेभलिङको अस्ति नै खुबै ट्रेन्ड चढिरहेको थियो म त के हो जस्तो लागिरहेको थियो सबैजना सिस्टर लेभलिङ भनेर पुरा त्यो भइरहेको थियो एबिसिन द बोरुटो एनिमी म नारुटोको अहिले नारुटो सिपुडेनको अहिले 20 तिर छु म बोरुटोमा पुगेको छैन कुन एनिमी ओ ट्याक्सी त थाहा भएन एबिसिन द यो हो होइन साकी गोनी के दाइ सिरियल रे सकी गोनी नेपाली सिरिज हो यो म त एनिमी सिरिज भनेर कुन एनिमी ओ ट्याक्सी सोलो लेभलिङको सिजन 2 त यतिको ओभररेट तेरे हो इन एनिमी यो हो होइन आइएम ब्याक हो खै एकछिन है आइएम ब्याक भने यो के भन्छ अरे के हो यो जिएमआर बिपिन तपाईँ त्यो होइन के भन्छ अरे रोयल किङ म हेर्दिनँ नि त्यो सिरियलहरू हेर्दिनँ हामीलाई चाहिँ बिर्सेको अरे तपाईँ त्यही त नि रोयल किङ त हो जस्तो लाग्दैन होइन खै गाइज बोरुटो वर्थ वाचिङ रे थाहा तपाईँको प्रोफाइल भएर थाहा भयो क्या नभए त बोरुटो एनिमी हेर्ने केटी इज लभ रे बोरुटो इज अ जोकर इन एनिमी बट इन द मांगा ही सिम्स अल ग्रो अप एन्ड रियली कुल रे यहाँ बोरुटोको रिभ्यू सुन है सेराफ अफ द इन्ड हेर्नु भएको छ सेराफ अफ द इन्ड हेरेको छैन मैले पाण्डेले गोकुललाई नै ढालिदिन्छ अरे द फ्लावर अफ 6 ब्रेभ अन्डररेटेड मैले त दाइलाई बिर्सिसक्नु भएको हो मैले त दाइलाई बिर्सिसक्नु भयो अरे
हप्तामा एकचोटि आएपछि बिर्सिन्छ क्या हु नो ओर्फ रे आज त मेरो दिमागले राम्रोसँग काम गरेको छैन जस्तो छ या मान्छेको कुरा नै टिप्न कस्तो गाह्रो लागिरहेछ है मलाई है एनिमे हेर्ने केटी इज लभ भन्दैछ यहाँ दिमाग कमजोर छ नि रे दिमाग कमजोर भन्दा अहिले खै गोकुलाई सबैले बिर्सेको रे गोकुलाई कसले बिर्सिन्छ गोकुलाई कसले पनि बिर्सेको छैन नि तपाईँलाई त मैले मेसेन्जरमा नि मेसेज गरेको थिएँ अरे थाहा छ मैले मेसेज गरेको थिएँ हामी कुरा गरेको थियौँ नि त आई नो फेट स्टे सिरिज माई फेभरेट यो एनिमी म हेर्ने भनेर सोचिरहेको छ है लल पानी खानु भएको लल एकछिन के भन्नु पानी खानु यतिको त ठिकै पिउनु भयो अरे मैले फेरि नै कुरा बुझेन आई विल नेभर फर्गेट गोको आई स न्यू सिजन अफ इट रे ड्रागन बलको नयाँ सिजन आएको हो दा यति धेरै च्याट नपढ्नु न दिमाग खराब हुन्छ अरे यहाँ फेरि मान्छेको च्याट पढ्यो भने कस्तो हुन्छ नि ब्रो मैले यो रे यो म पानी हो कि रक्सी हो त म पानी नि कहाँ त्यहाँ रक्सी हेर्ने आज त रक्सी त नाम लिन पनि भने आज ब्रदर मलाई त काबाको आजकल लास्ट सुकानस भएको जुक यार ब्रदर मैले बुझिनँ लुफी यार इचिको रे लुफी पढ्न सकेन के हो को फार्मिङ इन अनदर वर्ल्ड हेर्नु भएको छ अरे छैन नि यो मैले हेरेको इचिको तैँले के तपाईँको दिमाग खराब भो भन्नु भो अनि पानी खानु भन्न आँटेको त्यो थियो क्या अरे अनि त्यत्तिकै खानु भयो अरे ए बुझ्यो वान पिस अर नारुटो वान पिस बुझ्यो बल्ल बुझ्यो पुरा बच्चाले सम्झ जसरी कुरा सम्झाउनु परिरहेछ मलाई के हो यो च्यानल खोल्ने त्यसमा 3वटा भिडियो हाल्ने एउटामा चाहिँ 1K भ्यू आयो अरे ए तपाईँले भनेर पहिला एउटा च्यानल खोलेको त्यसमा एउटा भिडियो हाले एउटामा चाहिँ 3K भ्यू आयो राम्रो युट्युबमा भिडियो हाल्नु युट्युबमा भिडियो हालेको राम्रो हो तर गेस्टमा कुर्नु न इजी हुन्छ फर फ्रेन्ड जस्ट माई रिकमेन्डेसन त्यो मैले गेस्टमा राखेँ भने चाहिँ यस्तो हुन्छ क्या के भन्छ गेस्टमा राखेँ चाहिँ गेस्टको मान्छेले बोल्छ अनि मैले गेस्टको मान्छेलाई रिप्लाई गर्नुपर्छ होइन अनि हाम्रो कति तपाईँहरू जस्तै हाम्रो कति मान्छेले कमेन्ट गरिरहेको छ नि त अनि सबै कमेन्टको रिप्लाई दिन अलिक गेस्टमा भयो भने चाहिँ अलिक गाह्रो हुन्छ क्या आज गेस्टमा बोलाउनु न त्यही भर्खर म त्यही भन्छु चाहिँ गेस्टमा कुरा गऱ्यो भने चाहिँ फेरि अर्को मान्छेहरू सबैको कुरालाई चाहिँ इग्नोर गर्नुपर्छ क्या अनि त्यो चाहिँ मलाई झन् चित्त बुझ्दैन एकजनालाई बोल्नको लागि अर्कोहरूलाई इग्नोर गर्ने चाहिँ इग्नोर त हुँदैन तर हामी देखिरहेको त हुन्छ म्यासेज तर फेरि त्यो गेस्टमा बोलिराख्दाखेरि अनि यताको नि रिप्लाई दिँदा फेरि गेस्टको कुरालाई काटेर बोल्नुपर्छ नि त त्यही हो एग्री बट जस्ट सेङ रोया चाहिँ केटा हो कि केटी हो अरे रोया चाहिँ केटा हो कि केटी हो अरे त्यहाँ रिया पो छ त यहाँ रोया छ केटा होला सायद रिया Nowadays, I look like skeleton and my bones are visible now and people say यस्तो अघि न तपाईँले भनेको मैले अघि तपाईँले यो भनेको I look like के चाहिँ I look like Brock ungrateful mosquito अघि यही भनेको लाइभमा अरू को केटी छ अरे द्याट ट्र्यास इज नट पिङ्क रे ट्र्यास इज नट पिङ्क मोडरेटेड चाहिन्छ लाइभमा मोडरेटेड त चाहिन्छ तर कोही छँदैछैन अहिले म धेरै लाइभ पनि गर्ने होइन नि त त्यसैले एकचोटि हप्तामा एकचोटि 2 घन्टा मात्र बोल्ने अनि 2 घन्टा त यत्तिकै म यताउति गर्न सजिलो हुन्छ त्यसैले हो अब डेली लाइभ गर्ने भए त अलिक गाह्रो हुन्थ्यो होइन केटी हले एनिमी हेर्छ भने विश्वास लाग्दैन मलाई रे
विश्वास गर्नुपर्छ के हुन्छ यहाँ धेरै छ मेरो यहाँ कति मान्छेहरूले मलाई कतिले फलो गरेकोहरूले नि कति केटीहरू पनि छ कति केटीहरूले कमेन्ट पनि गर्छ म कमेन्ट पढिरहेको छु कहिले रिप्लाई दिन्छु कहिले रिप्लाई दिँदिनँ मेस्सी और रोनाल्डो मलाई फुटबलको केही नलेजै छैन त्यसैले म यो क्वेसनलाई इग्नोर गर्न चाहन्छु सार्क ट्याङ्क नेपाली हेर्नु भयो नि यो एपिसोड मैले हेरेको छैन नि बरु अस्ति त्यो के हाम्रो फोन हो कि हाम्रो मोबाइल भन्ने एउटा के थियो नि त्यो मैले टिकटकमा देखाएको थियो त्यसको चाहिँ त्यही सिन मात्र चाहिँ हेरेको थिएँ मैले वाउ मेस्सी रे मलाई भन्नुहोस् मलाई बनाउनु मोड हेरौँ म केटी नै हो त्यो पिक फेक हो अरे यहाँ अर्को एकजनाले केटी हो भन्दैछ है मेस्सी रे मेस्सी भन्दैछ अर्को हाउ मेनी क्वेसन यहाँ जोइन हुँदैछ गाइज रेकमेन्ड सम अन्डररेटेड एनिमी ल भन्नु त भट्टाभट म नि यहाँ लिस्ट लेखेर राख्छु अन्डररेटेड एनिमी रिइन्कार्नेट एसएस लाइन होइन यो सबको टप 3 एनिमी हान्दिनु लेट्स सी योर टेस्ट रे ओके ल मोर देन टाइम ब्रो वाच 86 मैले हेरेको छैन नि आई थिङ्क आई हेभ वाच अल एनिमी रे तपाईँले अल एनिमी म एउटा तपाईँलाई ल एउटा नाम भन्छु त यो हेरेको छ कि छैन होइन एउटा अलिक कुन चाहिँ अघि न कसले फेलियर फ्रेम भनेको थियो यो एनिमी त मैले हेरेँ नि यार म भर्खर पो यस्तो हेरेर थाहा भयो त एकछिन मब साइको हेरेको छ मब साइ टोकियो रिभेन्जर्स रे मोर लाइफ पनि हो अन्डररेटेड रे मेरो लाइफ पनि हो अन्डररेटेड एनिमी मोर भने त मेरो हो भनेर चाहिँ यस्तो अन्डररेटेड ओ ट्याक्सी और प्लुटो दोने रेडो हिलर Parasite. My question is, I will die alone and that time I look like ungrateful demon, uncivilized angel. कस्तो चाहिँ छ क्या ब्रोले कुरा नि खतरा गर्छ साकुरा और गोजो रे गोजो साकुरा पो पहिला छ सुकुना और गोजो सागीको सागी गोनी हेरे ब्रो सागी गोनी छैन नि दाइ साइटामाको सिजन माई हिरो वान पन्च म्यानको सिजन 3 आइसकेको छैन आउन चाहिँ लाग्दैछ यसको ट्रेलर आएको छ यहाँ भर्खर कहिले अक्टोबरमा आउँछ भन्दैछ त्यो हो दाइ आई मिन अन्डररेटेड बट नट जस्ट सेट एनिमी रे भास्कर हेरे है गर्ल्स हेर्नु मजा आउँछ रे अन्डररेटेड एनिमी मैले हेरेको एनिमीहरू त सबै मलाई कुनै पनि अन्डररेटेड हो जस्तो लाग्दैन त धेरै जस्तो मैले अलिक कुरा भएको एनिमी नै हेर्छ त्यस्तो त्यो पनि थाहा छैन यस अक्टोबर अल्सो लाइक्स साकुरा मोर देन गोज रे होइन बोथ डाउन रे यहाँ त्यहाँ कोले के भन्दा एकछिन म एउटा भन्छ या आसोही होइन अन्डररेटेड एनिमी सोलो लिभिङ कहाँ अन्डररेटेड हो अट्याक खाइजु नम्बर 8 हेरेको छैन त्यो त खाइजुन दाई चितुवान कि पोखरा अरे खै दुबई ठाउँमा गएको छैन मलाई दुबई ठाउँ यस्तो इन्ट्रेस्टिङ पनि लाग्दैन खै दुबई यो मैले नसोचेको चिज चाहिँ म एन्सर दिन अलिक गाह्रो हुन्छ दुबई नै होइन चितुवान रे ब्रो यु एन्ड मी सेम रे Yes, you and me, same ungrateful fallen angel, uncivilized demon. एकछिन आकागामी किल हेर्नुभयो तपाईँले एकछिन अस्ति नै मैले यत्रो लिस्ट भन्दाखेरि हेरेको सबै तपाईँ त होइन नोया भन्ने मान्छे हाई बेस्ट कमेडी हाई हेलो बेस्ट कमेडी एनिमी अफ अल टाइम साइकी कि दोन साइकी एनिमी मलाई हेर्न त मन छ त्यो कमेडी छ त्यो साइकिक एनिमीको नै हो नाम चाहिँ यहाँ साइकी छ तर साइकिक पावर छ जस्तो लाग्यो उसँग होइन ग्रान्ड ब्लू ड्रिमिङ ग्रान्ड ब्लूको अहिले सिजन 2 कि के आउनु लाग्यो होइन मैले त्यो हेरेको छैन रोमान्स एनिमी त म हेर्दिनँ नि बरु कोनोसुबा पनि दामी छ नि कमेडी एनिमी त हेरेको छ कि छैन रोयल किङले फेरि पनि रोज दिनुभयो थ्याङ्क यू सो मच रोयल किङ
डिमन स्लेयर कस्तो छ डिमन स्लेयर बब्बाल छ तपाईँले डिमन स्लेयर हेरेको छैन भने हेरे पनि हुन्छ अब यसको इन्फिनिटी क्यासल पनि सेप्टेम्बरमा आउँदैछ त्यसैले हलमा गएर हेर्न झन् मजा आउँछ मुभी त्यसैले अहिले नै हेर्न सुरु गरिनुहुन्छ ग्रान्ड ब्लू बिग फ्यान ब्रो म अरे ग्रान्ड ब्लू कोनोसुबाको एमसी त ठिक ठिक छ अरे कोनोसुबाको एमसी ठिक ठिक छ भनेर पछाडि हाँसोको इमोजी राखेर नि हुन्छ ब्रदर रोयलले फेरि अरूको ट्रेजर छोडेर पठायो रोज रे के छ ब्रो एकदम ठिक छ दाइको फेभरेट एन्ड मेरो त ड्रागन बल हो ओरेन हाई स्कुल हेर्नु त इट्स रिभर्स एनिमी राइट खै ओरेन हाई स्कुल मैले हेरेको छैन नि ए हारिम हो हारिम एनिमीहरू त म हारिम रोमान्स एनिमीहरू त म हेर्दिनँ त्यो बरु कुनै चाहिँ अब हाम्रो कुनै के भन्छ अरे त्यो हुन्छ नि यसका एनिमीहरूतिर भयो कुनै फ्यान्टेसी एनिमीहरूतिर कहिले काहीँ हारिम सोहरू देख्छ त्यतिहरू चाहिँ फरक पर्दैन टावर अफ गड हेर्नु भएको छ टावर अफ गड हेरेको छ ड्रागन बल नै हो र ड्रागन बल नै हो क्या ड्रागन बलमा चाहिँ मलाई अलिक कस्तो एउटा लाग्छ त्यसैले ड्रागन बल नै हो ड्रागन बल भन्दा खतरा खतरा सो छ होइन म मान्छु होइन ड्रागन बल बेस्ट सो चाहिँ भन्दिनँ म होइन तर ड्रागन बल मेरो लागि चाहिँ फेभरेट सो हो क्या डक्टर स्टोनको न्यू एपिसोड हेरेँ डक्टर स्टोनको न्यू एपिसोड आएको हो डक्टर स्टोनको नयाँ टेलर पो आएको हो जस्तो लाग्छ नि दाइ हारिम चाहिँ राम्रो लाग्छ त्यो हारिम राम्रो लाग्छ भने त्यो राम्रो लाग्छ भनेको त राम्रो लाग्छ त भने होइन होला त्यस्तो हो मेरो चाहिँ त्यस्तो होइन ड्रागन के भन्छ न्यू सिजन आएको छ ओह डक्टर स्टोनको न्यू सिजन आएको हो यस 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 ड्रागन बल फादर अफ एनिमी बटम एनिमी एनी वान रे होइन पार्ट 2 को एपिसोड 1 आइसक्यो ए अस्ति नै त्यसको पार्ट डक्टर स्टोनको त यही पार्ट 2 आउन आएको त भुलेछ त्यो कोर 2 को पार्ट 2 आएको होइन थाहा भयो म भुलेछ क्या मैले अस्ति डक्टर स्टोनको नै कुरा गरेको थिएँ फेरि त्यही आउन लागेको एनिमी भनेर त्यही नै भुलेछ म रिकमेन्ड गरौँ त तिमीहरूलाई केटा हो एनिमी हेरे ल त क्लिभिटेज भने एनिमी हेरेँ क्लिभिटेज भने एनिमी हेरेँ दामी छ फर्स्ट एपिसोड 48 मिनट हो कि 45 मिनटको छ अनि सेकेन्ड एपिसोड नै आइसक्यो बब्बाल छ मतलब दामी त ठिकै नै छ त्यस्तो फेरि हाउडे चाहिँ छैन होइन डक्टर स्टोन एफआर आइकोनिक एनिमी हो यार मैले पनि डक्टर स्टोन चारवटा त्यो क्याचअप गरौँ भनेको सिजन 2 कि 3 सम्म त हेरेँ दामी नै छ दामी नै छ अहिले बरु एपिसोड 2 मा चाहिँ दामी ठाउँमा रोकाएको छ क्या एपिसोड 1 चाहिँ अलिक लामो मतलब यस्तो बोरिङ त थिएन तर अलिकति पुरा खतरै पनि थिएन सिजन 1 चाहिँ बरु सिजन 2 रे एपिसोड 1 चाहिँ बरु एपिसोड 2 मा चाहिँ एपिसोड 2 को त्यो एकजना केटीको ब्याक स्टोरी देखाउँदाखेरि क्या मजा लाग्यो अनि अहिले झन् टक्करको त्यो एउटा केटी त्यहाँ मर्दिएको त्यसमा रहेको छ नि त्यसमा पनि दामी छ ड्रागन बल SS2 आउँछ होला त अब रे आउँछ होला आउँदा हो ड्रागन बल बन्दा त हुँदैन क्या ड्रागन बल बन्दा हुने भने त म विश्वासै गर्दिनँ क्या एनिमीभित्र मलाई रिइन्कार्नेट हुने छ एमसी भनेर अरे त्यहाँ एनिमीमा रिइन्कार्नेट भएर के कामै छैन भनेको छ यता चाहिँ हेर्नु पर्यो अरे त नौ क्लिप ह्याङ्गर गरेर छोडेको छ क्लिप ह्याङ्गर टक्कर त्यस्तै सिनमा छोडेको छ होइन अब चाहिँ हुने त्यसै बब्बा छ 45 मिनट हेर्दा नि बोरिङ लागेन अरे म त्यही हो एपिसोड 1 को 45 मिनट बोरिङ नै पनि छैन तर बिचमा चाहिँ अलिक फर्स्टमा इन्ट्रेस्टिङ छ अनि बिचमा चाहिँ कस्तो एउटा स्लो गयो जस्तो लागेको थियो मलाई अनि त्यो बोरिङ चाहिँ लागेको थिएन तर पछि फेरि इन्ड सक्दाखेरि चाहिँ ठिकै नै लाग्यो तर 45 मिनटसम्म चाहिँ कस्तो चाहिँ एउटा लाग्यो त्यो मात्र हो क्या राइट यो वेब्स ओके आई विल वाच दिस रे ओहो हो क्लिभिटेज हेरेको छैन ब्रदरले होइन ब्रो व्हेन पिपल सी माई बडी दे थिङ्क आई एम डम झोला देऊ त ब्रो कस्तो कङ्गाल एउटा छ सरी दाइको फर्स्ट एनिमी कुन मेरो फर्स्ट एनिमी कुन हो भनेर त म भन्न सक्दैन म त सानोदेखि नै हामी कार्टुनहरू हेरेको थियौँ नि त कार्टुन एनिमी हेरेको थियौँ सानो बेला हामीलाई कार्टुन एनिमी भनेर नलेज थाहा थिएन सबै एउटा जस्तो लाग्थ्यो त्यो टाइममा नै धेरै हेरेको थियो अब कुन चाहिँ फर्स्ट चाहिँ थाहा छैन क्या ओके लेट्स गिभ इट ट्राई ओके वेदरिङ विथ यु हेर्नु भएको छ अरे मैले वेदरिङ विथ यु हेरेको छ
राम्रो छ त्यो पनि ड्रागन बलको माङ्गा आर्टिस्ट डाइरेक्टर एन्ड राइटर इज डेथ बाई द वे यस ब्रदर आकिरा टोरियामा रेस्ट इन पिस गाची आकुता हेरेँ गाची आकुता हेरेँ त्यो पनि बब्बाल छ अहिले बरु गाची आकुताको फर्स्ट एपिसोड चाहिँ एकदम बब्बाल बनायो क्या मलाई त्यसको बारेमा चाहिँ कुरा गर्नुहुन्छ अनदर तोनिकावा ओभर द मुन 90s डेज साइको पास रेडिड यो कुनै पनि एनिमी हेरेको छैन तपाईँहरूले I know an enemy where the one with the highest number gets to life रे यो मैले हेरेको छैन यो हेरेको छैन मतलब यो मैले टिकटकमा चाहिँ देखाएको जस्तो लागेको थियो यस्तो पाराको हेलो दाइ भिलेन सागाको माङ्गा कहाँबाट हेर्ने दाइ रे भिलेन सागाको माङ्गा हेर्ने त खै थाहा भयो नि त मैले माङ्गा नै पर्दैन त्यसैले बरु माङ्गा पिल भन्ने एउटा वेबसाइट छ त्यसमा चाहिँ धेरै माङ्गा आउँछ त्यसमा सर्च गर्नु न एन्ड इफ द नम्बर इज स्मल दे विल किल इट बाई स्टिलिङ इट्स नम्बर देयर इज अ बोय विथ अ व्हाइट हेयर एन्ड हि इज वेयरिङ अ मार्क रे ए त्यो 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 चाहिँ होला के भन्छ अरे त्यो के थियो प्लन्डर एनिमी भनेको होला तपाईँले मेन हिरो क्यारेक्टर चाहिँ सेतो कपाल भएको अनि उसको एउटा चक्कु लामो तरवाल भएको उसले चाहिँ मास्क लगाएर हिँड्छ अनि एउटा ब्लू हेयर केटी हो जस्तो लाग्यो हिरो नि केटी ब्लू हेयरको थियो लास्ट 1 आवर ब्रदरले टाइम ब्रदर जतिखेर नि माङ्गा त्यो टाइमलाई नोट गरेछ ट्राई माङ्गा फायर ब्रो प्लन्डर हो यहाँ होइन साइड क्यारेक्टर हो त्यसमा पाउँछ सबै माङ्गा ट्राई माङ्गा माङ्गा फायर भन्ने वेबसाइटमा सबै माङ्गा पाउँछ अरे माङ्गा फायर भन्नेमा ब्लू हेयरवाला केटी चाहिँ हुनेको साइड क्यारेक्टर मैले ब्लू हेयरवाला हिरोनी चाहिँ भने हिरोनी हो त्यो खै यादै भएन मैले पहिला हेरेको म त एमसी हो अर्थको अरे ब्रदर एमसी अहिले ब्रदर एमसी भएपछि यहाँ के सिक्न आइरहेको छ मेरो लाइफबाट त भिलेन सागाको सिजन 3 26मा फिक्स हो र त खै भिलेन सागा 3 को 26मा हो खै फिक्स हो र त खै थाहा भएन तर मैले कुरा सुन्न त सुनेको थिएँ हल्का मात्र लास्ट नटी हो नि मास्टर रोसी रे लास्ट नटी हो यार रे मर्न नसकेको बुढो रे मास्टर रोसी त टप हो टप त्यसको कुरा न त्यो जर्नीबाट आउँछ अरे त्यो जर्नीबाट आउँछ मतलब केटी चाहिँ जर्नीबाट आउँछ होइन केटी चाहिँ जर्नीबाट आउने भने होइन त्यो ब्लू हेयरवाला केटी भनेको म त कोरियन ड्रामा हेर्छु कोरियन ड्रामा नि राम्रो हुन्छ है तर मैले चाहिँ कोरियन ड्रामा हेरेको छैन केटी नै भनेको रहेछ है त्यसले नै टक्कर प्लन्डर त्यो एस भनेर नि कुरा गराएको छ नि त हिरो एस हो नि त त्यस्तो आहा मास्टर रोसी कि जिराया आई क्यान बी इन्भिजिबल इन द डार्क ओ माई गड अँध्यारोमा हराउन सक्छु बलेट दिनेलाई आउँछ केटी तपाईँले भर्खर हेरेँ क्या पुरा डिटेल्स थाहा रहेछ मैले त यो पहिला हेरेको त्यो बलेट भन्ने चाहिँ त्यो एउटा डल्लो त्यो बल्स हुन्छ त्यो मलाई थाहा छ म आएँ अरे वेलकम छ फेरि पनि हाम्रो इच्छिको प्रोफाइल भएको साथीलाई मागारी होनी हो मागारी हो कि मगर हो नि मगर हो नि पो लेखेर छ होइन पहिला हो अरे पहिला हेरेको न अझ नि डिटेल्स थाहा रहेछ त पुरा छाडे अरे फुल मेटल एक्लामिस्ट ब्रदरहुड कस्तो छ म हेरौँ एकछिन हेर्न आँटेको सरी मैले फुल मेटल हेरेको छैन नि ब्रदर हेरेको भए तपाईँलाई भन्थेँ कस्तो छ भनेर होइन दाइ एनिमी हेर्ने मान्छेहरूको फेस किन अलिक फनी टाइपको हुन्छ खै त्यो मलाई के थाहा हो त्यो एनिमी हेर्दा नै हाम्रो एनिमी कस्तो जोकर अलिकति फनी पाराको हुन्छ सिरियस त्यसमा सिरियसै हुन्छ तर धेरै अलिक फनी पाराको नै हुन्छ नि त अनि त्यही हामीले हेर्दा नै त्यही चिजले नै हाम्रो के भन्छ अरे अनकन्सियस हाम्रो होस नहुँदा नै लिन्छ कि त्यसैले अलिक फनी हुन्छ है क्याचेस्टियासु आमो राजाजी मुस्कान हाँसुन ब्रो ब्रदर सब एनिमी हेरेको वाला हो के म अरे तपाईँले सब एनिमी हेर्नेवाला एनिमी तपाईँ पनि हो कि एनिमीको कोर थाहा हुने चाहिँ माङ्गा एनिमी सबै पर्ने फनी है कुल हो
फनी हो नि कुल हो हुनु अलिक हाँसिलो त हुनु पऱ्यो नि अब स्ट्रेन्जर थिङ्स अल अफ अस आर डेड स्विट होम स्क्वाड गेम तपाईँले कोरियन ड्रामाको नाम भनेको डेड यु वाच स्क्वाड गेम मैले स्क्वाड गेमको सिजन 2 सम्म चाहिँ हेरेको छ त्यो पनि बल्ल बल्ल हेरेको अस्ति सिजन 2 सकेर कति पछि सिजन 3 त हेरेको छैन स्क्वाड गेमको सिजन 3 एक घन्टाको त्यो देख्दा त कस्तो एउटा हेर्ने कस्तो एउटा लाग्छ मलाई हेर्नु भयो सिजन 3 मैले हेरेको छैन शुभमले फेरि पनि हामीलाई गिफ्ट दिनुभयो थ्याङ्क यू सो मच हार्ड गिफ्ट थ्याङ्क यू सो मच गेम अफ थ्रोन्स आयो नि एनीवान गेम अफ थ्रोन्स एनीवान मैले गेम अफ थ्रोन्स त हेरेको छैन त्यसको बारेमा चाहिँ थाहा छ चाहिँ होइन त्यसको क्लिपहरू चाहिँ मैले हेरेको छैन त्यसको कति कुराहरू हुन्छ त्यो चाहिँ मैले हेरेको छ तर मैले हेरेको छैन ब्रेकिङ ब्याड रे गेम अफ थ्रोन्स म पनि अरूको बाटो लिएर दिएँ थ्याङ्क यू सो मच बेस्ट सिरिज हो यार एन्ड गड बिबार एन्ड गड रे गेम अफ थ्रोन्स त त्यो त बेस्ट हो नि सबैजनाले हेरेको हुन्छ मैले मात्र हेरेको छैन जस्तो लाग्छ त्यो भयो अनि खै अर्को कुन छ यस्तो खतर सिरिजहरू म सिरिजहरू नै हेर्दैन क्या एनिमीमै अड्केर बस्छ क्या अर्कोमा खै बल्ल नेट चलिहाल्यो नेट चलेर आउनु भयो थ्याङ्क यू सो वेलकम छ सबैजनालाई वेलकम बेस्ट सिरिज हो वेलकम छ सबैजना हाम्रो शुक्रबार 5 बजेदेखि 7 बजेको एनिमी टक भन्ने लाइभ सोमा स्क्वाड गेम हेर्नको लागि नेटफ्लिक्सले तर अहिले बाँकी हेर्दैछु अरे त बाँकीको नै हिन्दी डबमा हेर्नुभएको भने होइन लास्ट 49 मिनट ब्रदरले फेरि नि हिसाब गर्दैछ मोन्स्टर एनिमी को हेरेछ मैले हेरेको छैन सर बरु रिमोन्स्टर चाहिँ हेरेको छु मैले अस्ति नै बाटो मनी हिँड्दै गएको डकले 2 प्याक बिस्कुट दिएको लास्ट मजा आयो अरे म हिँड्दै गर्दा कहिलेकाहीँ धर्म गर्दाखेरि मजा आउँछ कहिलेकाहीँ कोड गेस हेर्नुको सही छैन मैले कोड गेस हेरेको छैन 45 मिनट 48 मिनट के हो यो बाँकी र 7 डेडली सिन्स तर 2वटा इङ्ग्लिसमा अरे मलाई स्क्वाड गेम कोरियन डबमा हेरेको मैले नि स्क्वाड गेम कोरियन डबमा नै हेरेको सिजन 1 र सिजन 2 त्यो पछि चाहिँ सिजन 3 अस्ति नै हेर्न लागेको फेरि हेरेन पछि हेर्छु भनेर राख्थ्यो म गएको है नेक्स्ट फ्राइडे त आउनु पाउँदैन होला बाहिर ल हुन्छ हाम्रो ब्रत सिस्टर पछि अब कतिर हुन्छ आउनुहोस् न मोन्स्टर एनिमी मैले हेरेको छु रे आइजनले रिकमेन्ड सम बेस्ट सिरिज रिकमेन्ड कुन चाहिँ बेस्ट सिरिज तपाईँलाई त भन्नै डर लाग्छ जुन भने नि हेरिसक्यो मात्र भन्छ दाइ मेरो त एक्जाम छ तर मलाई भाल छैन एक्जाम चाहिँ मलाई भाल छैन भन्छ ब्रदर त फर्स्ट एनिमी कुन हो मेरो फर्स्ट एनिमी नै थाहा भएन मैले पहिलादेखि हेरेँ त्यसैले फर्स्ट एनिमी भन्न सक्दैन एनिवे आई रियली लाइक सिजन 2 अफ स्क्वाड गेम थ्यानोस रे थ्यानोस त राम्रो छ है सिजन 2 को त ओ भर्खर हामीलाई कसले के दिनुभएको थियो नि रोज दिनुभयो होइन रोयल किङले रोज दिनुभएछ थ्याङ्क यू सो मच ओके आई विल ट्राई एलिस इन बोर्डल्यान्ड रे शुभम अर्को ठाउँ लुट्न हुँदैन रहेछ त्यो एउटै सोमा त्यो स्ट्रिममा लाइभमा भेटाएँ अब इफ आई वाज द एमसी अल गर्ल विल लभ मी रे वा बत्ती गयो होइन ब्लू लक और हाइक्यू रे हाइक्यू कहाँ छ ब्लू लक कहाँ छ ब्लू लक राम्रो नै छ तर हाइक्यू कस्तो बब्बाल छ दाइ तपाईँ आइजेन मनपर्छ मलाई आइजेनको मैले त्यो रिजेरोमा आइजेन खतरा देखाएको मान्छे पुगाएको छैन तर अहिले आइजेनको प्लानहरू चाहिँ भनेको छ हेरौँ के हुन्छ अब बिस्तारै भर्खर त 60 एपिसोडमा पुग्दैछ 70 एपिसोड पुग्न लाग्यो भनौँ हन्ट मुभी हेरेर मैले हेरेको छैन भिनल्यान्ड सागा हेरेको छु यु नो मी फ्रम वेयर रे खै मलाई थाहा छैन तर मैले अस्ति नै कुरा गरेर जस्तो लाग्यो आई थट आई वाज भिलेन रे त्यस्तो नो वान हेज भिलेन भनेर थाहा छैन
आई हेभ नो भिलेन पो हो त सेट आई हेभ नो भिलेन त्यही सोच्नु न आफूलाई भिलेन कहाँ बनाउने थ्याङ्क्स रे ओ किन थ्याङ्क्स भनिरहेको छ भिलेन सागा होइन एकछिन One time I jumped from our mango tree, but seriously, only my hand got fractured. Right? Manipulation. त्यो त्यसको भनेको के भन्छ अरे कुन के कुरा हो के को भन्दै थियो भिनल्यान्ड सागा त होइन भिनल्यान्ड कता छ पर्छ अरे भिनल्यान्ड कता पर्छ भिनल्यान्ड कुन ठाउँमा पर्छ भिनल्यान्ड भने त्यो कुनै आइल्यान्ड छ भनेर मैले सुनेको थिएँ एउटी त कस्तो एउटी कसको फेभरेट हो मेरो त होइन ड्रागन बल फर्स्ट सिजनदेखि नै हेर्नु भएको छ अरे मैले ड्रागन बल फर्स्ट सिजनदेखि चाहिँ भन्दाखेरि मैले ड्रागन बल सेकेन्ड सिजनदेखि चाहिँ हेरेको छु होइन अनि ड्रागन बल फर्स्ट सिजनदेखि चाहिँ मैले कतिसम्म चाहिँ हेरेको चाहिँ मलाई यादै छैन क्या मैले त्यो ओरिजिनल सिरिजदेखि नै सुरु त गरेको थियो मैले कति कहाँदेखि चाहिँ मैले रोगाएँ क्या त्यो खै कुन पछि चाहिँ हो मैले पुरै नै चाहिँ हेरेको छैन बरु त्यो सेन सागादेखि चाहिँ पुरा नै हेरेको छु त्योभन्दा मुनिको त्यो ओरिजिनल सिरिज चाहिँ मैले त्यो चिचीसँग बे गर्नेहरू छ नि हो त्यही टुर्नामेन्ट आर्क चाहिँ हेरेको छैन क्या त्यो हो स्टप Bro, seriously, my mental health is not right nowadays. I suddenly wake up sometimes and dance none. Bro, के भइरहेछ ब्रो पागल हुनु लाग्यो क्या हेन हान नो हान पश्चिमतिर खै दाइ पर्सि नेपालीको एक्जाम छ तर मलाई स्क्रिप्ट र ऱ्याप लेख्न बाहेक केही आउँदैन अरे हाम्रो साथीहरू त सबैको के भइरहेछ दिमाग नेपालमा एनिमी बन्यो भने कुन इयरमा बन्ला त अरे नेपालमा एनिमी बन्यो भने कुन इयरमा बन्छ नेपालमा एनिमी बन्यो भने 2030मा बन्छ होला सायद 2020 ओ थ्याङ्क यू सो मच नट यापले हामीलाई रोज दिनुभएछ थ्याङ्क यू सो मच 2100मा होइन 2030सम्म त बन्छ होला सायद एउटा कुनै आउँछ 2059 सजेस्ट मी वान बेस्ट त्यो त थाहा भएन ब्रदर त्यो त यहाँ भन्नु त कसैले भन्छ होला नि तपाईँ आफै त्यहाँबाट पढ्नु मेरो नि त नातिनीको पाला अरे मेरो नातिनीको पालामा आमा ब्रो अल माई ब्रदर जस्ट सिल 0 इज बेटर देन रिडिङ डम बुक रे थ्याङ्क्स मी लेटर रे त्यहाँ सजेस्ट दिँदैछ नपढ्नको लागि त अर्को फेरि आयो मान्छेको ठाउँ लुट्न अरे फेरि को आयो नेपालमा एनिमी 2030मा त बन्दा एकछिन 2020मा नि बन्न अलिक गाह्रो हुन्छ होला है नेपालमा त 2040मा चाहिँ बन्छ कि सायद 2030मा चाहिँ फ्यान एनिमेसनहरू चाहिँ आउँछ कि होइन फ्यान एनिमेसन भयो अनि फ्यान माङ्गाहरू रिलिज फ्यान माङ्गा भन्दा नि मतलब हामी जस्तो नर्मल मान्छेहरूले नै त्यो चाहिँ बनाउँछ होला होइन त्यो पुरा स्टुडियोहरूलाई नै अपरेट गरेर बनाउनु चाहिँ 2040सम्म चाहिँ हुन्छ कि हेलो दाई हेलो तर रोयल मान्छेको ठाउँ लुट्न कसैले नि सक्दैन अरे वन्स आई वाज गुड ग्रेट स्टुडेन्ट नाउ अनइम्प्लोइमेन्ट रे फाइनली अनग्रेटफुल कसैले अनि बनायो भने म बन्छु नेपालमा एनिमी हेरौँ न तपाईँले नै के भन्छ अरे त अहिले नोभल पनि लेख्ने भएछ नोभल लेख्ने बित्तिकै माङ्गा पनि बनाइहाल्ने हो ठिक छ हेरौँ स्टेप पार्कले बनाउँछ त वाइटीमा अरे त्यो मतलब एनिमेसन चाहिँ बनाउँछ मैले कति होइन नेपालमा एनिमेसनको कार्टुन कसले नबनाउनु भन्छ होइन त्यो हल्का क्लिपहरू अनि कुनै एउटा सानोतिनो चाहिँ बनाउँछ अलिकति लामै सिरिज भन्न खोजेँ मैले चाहिँ अलिक सिजनै निकाल्ने पाराको त्यस्तो सिरिज सुबारु इज बेस्ट एआईबाट 1 मिनटमै बन्यो
बन्यो नेपाली एनिमे रे त्यस्तोहरू त भन्छ त्यस्तोहरू त त्यो क्लिपहरू त्यस्तोहरू त फरक पर्दैन अलिकति स्टोरी लाइन भएको अलिकति के भन्छ अरे त्यस्तोहरू चाहिँ नेपालमा एनिमे बनाउन इम्पोसिबल छ अरे हो नेपालमा बनाउन अलिक गाह्रो त्यो नेपालमा बनाइने खै के चाहिँ बनाउने अब नेपाली मान्छे बरु अर्को त्यसमा काम गर्न सक्छ होइन तर नेपालमा बनाए पनि अब नेपाली कल्चर भन्दा नि अब त्यो फेरि मान्छेहरूले फर्स्ट एनिमी फर्स्ट त्यसो भनेपछि सबैजना आफ्नो देशमा इमोसनल हुन्छ नि धेरै जस्तोले चाहिँ आफ्नो देशलाई के भन्छ अरे त्यो गर्न के भन्छ अरे प्रमोट गरेको त राम्रो हो तर फेरि देशको ब्याकग्राउन्डको स्टोरीहरू लग्नु खोज्छ नि त त्यस्तो ब्याकग्राउन्डको स्टोरीहरू लग्यो भने चाहिँ राम्रो हुँदैन क्या सबै राम्रो नै हुँदैन नि त्यो हाम्रो के भन्छ अरे पास्टको स्टोरी लिए पनि पास्टको स्टोरी राम्रो भए पनि तर त्यस्तो देखाउँदाखेरि राम्रो देख्दैन नि सबै चिज त्यसैले खै के हुन्छ बरु अलिक अर्कै नेपाली भनेर नै अर्को एउटा चिजमा बनायो भने चाहिँ हुन्छ कि कहिले हुन्छ त्यो चाहिँ थाहा छैन नेपालमा एनिमे बनाउन काम भयो भने स्क्रिप्ट चोरेर भागिदिन्छ अरे काम भयो भने सुरुमा ग्रो हुन लाग्छ 10-15 वर्ष एनिमे ग्रो हुन त्यो बन्छ भने हत्ता त बन्द भन्दैन डिमन स्लेयर एनिमेसनलाई टक्कर दिने कुनै एनिमे छ अरे डिमन स्लेयरको एनिमेसनलाई टक्कर दिने त छ नि टन्नै एनिमेहरू छ नि त्यो डिमन स्लेयरको बढी हाइप भएर म तर त्यस्तो लाग्यो क्या डिमन स्लेयर भन्दा खतरा एनिमेसन भएको कुनै छैन जस्तो लागेको एनिमे तर भन्ने बित्तिकै फाट्टै दिमागमा त आउँदैन तर कति खतरा एनिमेसन भएको एनिमेहरू छ अनि धेरै जस्तो खतरा एनिमेसन भएकोहरू चाहिँ सबै डिमन स्लेयर जस्तो छोटो नै हुन्छ नेपाली कार्टुन त छैन एनिमे झन् कहाँबाट आउला अरे अहिले छैन नि त त्यसैले नै अब मान्छेहरूले त्यही चिजलाई नै ध्यान दिएर बनाउन सक्छ कि अलिक गाह्रो हुन्छ बरु फर्स्टमा स्टोरी लाइनहरू अब एनिमी भन्दा नि फर्स्टमा के भन्छ अरे माङ्गा जस्तोहरू पाराको अब कथाहरू होइन अलिकति त्यो के भन्छ अरे कमिकहरू जस्तो स्टाइलमा त्यस्तोहरू बनाएर त्यस्तो ग्रो भयो नि बल्ल बन्छ के भन्छ अरे एनिमी त अब त्यस्तोहरू फर्स्टको माङ्गा जस्तो पाराकोहरू त्यो नोभल मात्र होइन नोभलमा त सिधा हुन्छ नि त के भन्छ अरे के भन्छ अरे त्यो अलिक कमिकहरू पाराको जस्तो स्टोरी सँगसँगै के भन्छ चित्रहरूमै स्टोरी लगेको त्यस्तोहरू नै बढी फेमस भयो नि नेपाली आर्टिस्टहरूको नेपालमै त्यो गरेको नेपालीले नेपालमा नै बनाएकोहरू अब नेपाललाई नै त्यो गरेको छ कि छैन त्यो फरक पर्दैन तर नेपालीले नेपालमै बनाएकोहरू त्यस्तोहरू धेरै के भन्छ अरे स्टोरीहरू चाहिँ माथि गयो भन्छ अनि नेपालमा नि नेपाली एनिमेसन बनाउन सक्छ जुन चाहिँ धेरै टाइम लाग्छ 38 मिनट रे 52 को खसी हेर्नु त नेपाली एनिमे त्यो 52 को खसी मैले अहिले त हेरेँ होइन पहिल्यै त्यो कडक वाला फोनतिर हेरेको छु त्यो त हेलो वेलकम छ हेलो भन्दै हुनुहुँदो रहेछ होइन अर्ली आई विज टु डु डपिङ बट आई डिड नट गेट टाइम आई एम नट द्याट गुड एट डपिङ इन नेपाली भोइस र तपाईँले कुनमा चाहिँ के को चाहिँ डप गर्नुहुन्थ्यो के र सोलो लेभलिङ ओभर हाइप कसलाई लाग्छ अरे के चाहिँ थाहा भएन होइन तर मलाई सोलो लेभलिङ चाहिँ ओभर हाइप लाग्छ यो नेमको नि एनिमेसन खतरा छ यो नेमको नि एनिमेसन खतरा छ 27 मिनट सेट 27 ब्रदर नेपालमा आर्टिस्ट छ बट स्टोरी लेख्ने छैन एनिलेस नो अपर्च्युनिटी इन नेपाल फर एनी रे त्यो नेपालमा आर्टिस्टहरू त छ क्या मेन भनेको स्टोरी निकाल्न पऱ्यो अनि स्टोरीलाई अब कस्तो पाराले डाइरेक्ट गर्ने एउटा आर्टिस्ट पनि हुनु पऱ्यो क्या अब कसैले त्यो यस्तो पाराको बनाउनु पऱ्यो भने त आर्टिस्टहरूले त स्योर बनाउँछ होइन तर मेन भनेको स्टोरी नै राम्रो एउटा लेख्न सकेन भन्दा अनि फोकटमा आर्टिस्टहरूले त्यसमा काम गरेर पनि फाइदा हुँदैन नि त त्यो हो सेक अफ सीता एनिमी किन क्यान्सल भएको अरे खै सेक अफ सीता किन क्यान्सल भएको मतलब यसमा धेरै कन्ट्रोभर्सीहरू छ भनेर चाहिँ सुनेको थिएँ मैले नि त्यस्तो धेरै त बुझाएको छैन अब सेक अफ सीता नआउने कारण चाहिँ धेरै छ भन्छ प्रोडक्सन छैन डाइरेक्टर दान सिजन 2 आयो नि सेक अफ सीता वाट ह्यापेन टु यर माइक एन्ड आई के हो साउन्ड राम्रो आएको छैन वाट हेलो ब्रदरहरू साउन्ड राम्रो आएको छ कि छैन हाम्रो यहाँ दिमाग खराब हुने साथीको के हुन्छ त्यो के भयो भन्दै चाहिँ अहिले मेरो साउन्डै सुनेको भन्छ त बजेट र अरू प्रोडक्सनको कारणले हो सेक अफ सीताको चाहिँ बजेट र
प्रोडक्सनको कारणले हो भन्छ ब्ल्याक क्लोभर कहिले आउँछ ब्ल्याक क्लोभर अर्को सिजन अर्को वर्ष आउँछ होला सायद मैले बनाउनु पर्छ एनिमीको एमसी मलाई बनाउनु पर्छ एनिमीको एमसीले त्यो राम्रो छ साउन्ड ब्रदरले नै त्यो भएको रहेछ भने चाहिँ त्यो राम्रो आइरहेछ भन्छ निन्जा हतौडी कि परम्यान रे परम्यान दाइ नेपाली डब एनिमी कहिले आउला रे स्पाइक्स फ्यामिली कपाल त अर्कै देख्छु म रे कपाल काटेको नि नेपाली डब पनि बन्न त गाह्रै हुन्छ होला तर फ्यान्डबहरू त आइया त हाल्छ होइन नेपाली डबमै ल्याउनु पनि अलिक टाइमै लाग्छ होला खै एनिमीमा नेपाली भन्ने त एनिमी र नेपाल जोड्ने भन्ने त अलिक कस्तो एउटा लाग्छ क्या अलिक गाह्रो नै एकछिन ब्रदर कसले हाम्रो गिफ्ट दिनुभयो त 7वटा रोज दिनुभएछ थ्याङ्क यू सो मच तपाईँको यो स्लिपी इमोजी भएको साथी धेरै पछि आउनुभयो त वेलकम छ है तपाईँको नाम नभएको हाम्रो स्लिप इमोजी भएको साथी वेलकम छ थ्याङ्क यू सो मच है मुसोको तेन्से सिजन 3 कहिले आउँछ मुसोको तेन्से सिजन 3 26 मा नै हो रोयल किङले पनि दिनुभयो थ्याङ्क यू सो मच 4वटा भोइस बोली राछौ त ब्रो रे ब्रदरको दिमाग खराब भएछ ब्रदरको कान चाहिँ गर ब्रदर दिमाग चाहिँ गर ब्रदर मेडिटेसन ब्रदरको के भन्छ इन माङ्गा रे नेपाल त ओभर नै अन्डररेटेड छ फर टु प्रोडक्ट समथिङ अन देयर अन त्यो त हो जानेको छु मन्स्टर कस्तो छ ब्रो मैले मन्स्टर हेरेको छैन तर मन्स्टर तपाईँ हेर्ने भयो हेरे पनि हुन्छ किन भन्दा यस्तो कुरा छ कि त्यसको ओभर खतरा छ भनेर एनिमी भइरहेको छ त्यसको अलिक म्यानिपुलेसन त्यस्तो के हो भनेर मेरो पनि हेर्ने लिस्टमा छ तर हेरेको छैन तर हेरे नै हुन्छ लाइफमा आउने आजकल टाइम नै हुँदैन अरे के छैन ब्रदर खाली हुँदाखेरि आउनु न के नै छ र त म हरेक शुक्रबार यहीँ हुन्छ कतै जाने त होइन तिमीले पनि एनिमी बनाउन पैसा तिमी पनि एनिमी बनाऊ न म पैसा म दिन्छु अरे थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच तपाईँले राम्रो सोच्नु भएको तर म एनिमी बनाउँदिनँ होला सायद मेरो अर्को नै कामहरू छ अर्को चिज नै गर्ने इच्छा छ म अहिले बरु जसको एनिमीमा ओभर बनाउँछु भन्ने सोच हुन्छ नि उसले नै बनाओस् क्या अब त्यो मेरो त्यस्तो सोच छैन फकनमा अर्को मान्छेहरूको ठाउँ किन खाने होइन मतलब अब म जाँदैमा मनै खतरा हुन्छ भने त होइन त्यही पनि म गएँ भने ठाउँ प्याक मात्र बनाउँछ नि त आई अल्सो डब दान हेयर वाज एन ओल्ड लेडी हु ह्याड टर्न इन्टु ए क्याट रे आई ह्याड डब फर त्यो के भन्छ त्यो भूतको डब गर्नुभएको आई गेस यु आर राइट रे लिटरली सिङ माई डेड क्याट ब्रो रे ब्रदरले के देख्छ त एकछिन नै ब्रदर तपाईँहरूको ओभरफ्लो नहेर्ने रे ओभरफ्लो म हेर्दिनँ इजी यस डेथ न टुर्बो ग्रानीको क्याट चाहिँ अरे टुर्बो ग्रानीको क्याटको चाहिँ उसले डब गरेको अरे तर हाम्रो अर्को चाइनिज नाम भएको साथीले चाहिँ उसको आफ्नै बिरालो चाहिँ मरेको देखेछ भन्दैछ के इच्छा छ सुनौँ न इच्छा यो सपना भनेर त सोच्नु मात्र रमाइलो क्या त्यो पछितिर कुरा गरौँ न ल दाइ म गएर ओके ब्रदर ओके ल ब्रदर हुन्छ पछितिर आउनुहोस् न हरो 90s टाइम रे 90s टाइम हरो हेलो 90s टाइम भनेको थ्याङ्क यू सो मच है फेरि पनि हामीलाई रोज दिनुभयो तपाईँको नामै थाहा भएन तर थ्याङ्क यू सो मच लर्ड अफ मिस्ट्री मैले हेरेको छैन अहिले भरे हेर्छु त्यो मैले त्यो लर्ड अफ मिस्ट्री हेर्छु भनेर राखिरहेको छु तपाईँहरूले एनिमी कसरी र कहाँबाट हेर्नुहुन्छ एनिमी हेर्नको लागि चाहिँ वेबसाइटमा हो तपाईँ गुगलमा सर्च गर्नु हाई एनिमी भन्ने वेबसाइट सर्च गर्नु त्यसमा हेर्न मिल्छ अनि एनिमी पाहाई भन्ने छ त्यसमा नै मिल्छ 9 एनिमी भन्ने छ त्यसमा नै मिल्छ किस एनिमी भन्छ यिनीहरूमा हेर्नु मसुसँग पर्सोना सर्च गरेर हेर न अरे मेसु सागा पर्सनल्स तपाईँको रिप्लाई दिएको खै के हो भिलेन सागा हेर्नुभयो भिलेन सागा मैले हेरेँ नि मैले भिलेन सागा हेरेँ तर भिलेन सागाको मैले अझ पनि भिडियो बनाएको छैन यसको नि भिडियो अब चाँडै आउँछ ब्रो हाई एनिमी प्रमोट नगर अरू गर अरे ओके ल 9 एनिमी पाए अनि किस एनिमी यिनीहरूमा
एनिमी पाएँ मैले चाहिँ धेरै चाहिँ यो एनिमी पाएँ भनेर युज गर्छु। यसमा चाहिँ मलाई सबटाइटल चाहिँ राम्रो लाग्छ। यसमा अनि एड पनि कम चल्छ या। भिलेन सागा बब्बाल छ सिजन 1। भिलेन सागा सिजन 1 मात्र होइन या ब्रदर, सिजन 2 पनि बब्बाल छ। सिजन 2 पनि यस्तो बब्बाल छ। 9 एनी वाच रे एनी वाचमा नि हाई एनिमी ब्यान भयो भन्ने के गर्ने रे। ए हाई एनिमी बब्बाल छ नि है। त्यो पो भनेको मैले त के नराम्रो हुन्छ जस्तो लाग्यो। डब्लु एनिमी एप डाउनलोड गरेर इङ्ग्लिस डब र जापानिजमा हेर्न मिल्छ तर हिन्दीमा मिल्दैन रे। उहाँ हो डब्लु एनिमी एप भन्दैछ है, एप डाउनलोड गर्ने। आज केटाले पायो रोज, आज रोजै रोज टन्नै पायो क्या। थ्याङ्क यू सो मच है सबैजनाले रोज दिनुभएकोमा। मलाई त टेलिग्रामबाट, मैले त टेलिग्रामबाट हेर्छु। टेलिग्रामबाट हेरे पनि हुन्छ। टेलिग्रामको त्यो ग्रुपमा पाउँछन्। सिजन 3 आउँछ अरे नि। भिलेन सागाको सिजन 3 आउँछ भनेर मैले पनि कुरा सुनेको थिएँ। अब कतिखेर आउँछ त्यो चाहिँ मलाई थाहा भएन है। म अर्को पालि 20वटा दिने रे। थ्याङ्क यू सो मच है रोयल किङ। म आज बिजी भयो ब्रो। के हुँदैन के हुँदैन, खाली हुँदाखेरि आउनु न, केही त्यस्तो केही छैन। हाई एनिमीको मोड हो यार। म तपाईँ हाई एनिमीको मोडमा काम गर्छ। भाइरल हट हेरेछ अरे, भाइरल हट भाइरल हिट। भाइरल हिट नै हो हेरेछ न। मोनोगातारी सिरिज कसले हेरेको छ बिसाइड मी रे। मोनोगातारी नि छैन रे। कसरी तपाईँ त्यसको मोडरेट बन्न चाहिँ कहाँबाट अप्लाई गर्नुभएको नि तपाईँ यार। मलाई कुनै एडभेन्चर एनिमी सजेस्ट गर न रे ब्रो। तिमीले वान पिस मागा न्यू पढेको छ अरे। मैले न्यू चाहिँ होइन, मैले हाम्रो नाइट किङहरू आएकोदेखि चाहिँ पढेको छु। नाइट किङ हो, नाइट किङ होली नाइट आएकोदेखि चाहिँ मैले पढेको छैन। त्योभन्दा अगाडि चाहिँ पढेको छ। तपाईँलाई एडभेन्चर एनिमी हेर्ने भयो त उयो छ, के भन्छ टन्नै छ एडभेन्चर एनिमीहरू त। उयो के भन्छ कुन छ, कोनोसुबा हेर्नु होइन, कमेडी एनिमी छ। यो रिमोन्स्टर हेर्नु भयो, यो नि एडभेन्चर एनिमी नै हो कि। यो न्यू गेट चाहिँ अलिक त्यस्तो खासै छैन। एडभेन्चर एनिमीहरू त टन्नै छ। खै यहाँ कुन हुन्छ। सामरक रेडेन्ट हेऱ्यौ ब्रो तिमीले? रेडेन्ट हेरेको छैन नि त। म्याजिक डिस्कर्डमा इन्डियाहरूले बनाएको रे। इन्डियनहरूले बनाएको डिस्कर्डबाट ब्रो, इन्डियनहरूले बनाएको रे। भयो म फर्स्ट रे ब्रो। तिमीले वान पिस त्यस्तो त एडभेन्चर एनिमी यो नो लङ्गर इन अनदर वर्ल्ड एनिमीको बारेमा डिस्कस गर्न कति मजा डिस्कस गर्न कति मजा आउँदो रहेछ अरे। त्यही मैले नि यो हाम्रो एनिमी टक भनेर 2 घन्टाको लाइभ राख्ने कारण त्यही हो क्या। हामी कति एनिमी हेर्ने मान्छेहरू हुन्छ तर हामी एकअर्कासँग एनिमी कुरा गर्ने मान्छे हुँदैन नि त नजिक। त्यसैले नै यस्तो 2 घन्टा जति कुरा लाइभ बसेर हामी एकअर्कासँग बोल्ने भनेर नै गरेको हो। 100x थ्याङ्क यू सो मच है। फेरि पनि हाम्रो यो ब्रदरले गिफ्ट गर्नुभयो। तपाईँको यो कुन भाषाको हो? नाम नभए त तपाईँको नाम राहुलले हो। राहुलले थ्याङ्क यू सो मच है। तपाईँले अघिदेखि गिफ्ट गरेर राख्नु भएको थियो। एन्ड मिस्टिक फोर्स रे, मिस्टिक फोर्स किस एक्स कस्तो छ यो? खै यो मैले हेरेको छैन यो। खै यो एनिमी म रोमान्स एनिमीहरू चाहिँ म अलिक हेर्दिनँ। म नि एनिमी टक युट्युबमा गर्छु रे। बब्बाल गर्नु कस्तो टाइम मिलाएर गर्नु। यताउति मान्छे अडियन्स भयो नि त। फेरि यसमा चाहिँ अडियन्स भएन नि फेरि कुरा के लाइभ बसेर कामै हुँदैन। टोलरेन्ट रे ब्रो। ब्याक बोर्ड फादर रक डिज्याबेक्स ब्ल्याक बियर्ड फादर रक डिज्याबेक हो। मैले अहिले खुबै यो सुनेको छ एकछिन त्यो के भने यसलाई ब्ल्याक बियर्ड रक्सको बाउ रक्स ज्याबेक नै हो कि होइन खै त्यो त थाहा भएन मलाई। तर कुरा चाहिँ यस्तो आएर छ है। प्रेग्नेन्ट फ्लावर ब्लुम विथ डिस्निटी हेरेर छैन नि। म रोमान्स एनिमीहरू चाहिँ अलिक हेर्दिनँ क्या। त्यसैले म रोमान्स एनिमीहरू चाहिँ धेरै जस्तो हेरेर नै छैन भनौँ। नेम बिग 3 एनिमी एनिमीमा होइन अब कुन भने त ब्ल्याक क्लोभर हेर्नु, 100x हेर्नु होइन। अनि माई हिरो एकाडेमी छ यिनीहरू हो। न्युजिन एनिमी 100x कहाँ न्युजिन हो के भन्छ अरे त्यो फायर फोर्स न्युजिनमा चाहिँ यिनीहरू बिग 3 भनौँ है। हो क्या फादर हो? खै मैले त्यो पढाएको छैन हेरौँ न। फादर नै हो त्यो नयाँ माङ्गामा आएको हो, नयाँ च्याप्टरमा आएको हो बिग 3।
बिग 3 मतलब मैले न्युजिनको भन्न खोजेको है सरी है ओल्डमा बिग 3 त तपाईँले नाम सुनिरहेछ त अब वान पिस ब्लिच नारुटो रेन्ट गर्लफ्रेन्ड नारुटो हो अरे गाइज होइन मैले न्यू जिनमा कुरा गरेको अनि त्यो बिग 3 भन्ने बित्तिकै अनि ओल्ड जिनको भन्यो भने त सबैजनाले हेरेको त छ त त्यो नारुटो तपाईँले हेरेको छ कि छैन स्योर हेरेको छ एनिमी हेर्नेले वान पिस स्योर हेरेको हुन्छ अनि ब्लिच स्योर हेरेको हुन्छ त्यो स्योर थाहा भएको नै हुन्छ त्यसैले हो हुन त यो न्यू जिनको नि सबैजनालाई थाहा नै हुन्छ होइन मसँग पर्सन वान सर्च गरेर गुगलमा अरे मेसोसेज रे कुन हो यो मसोसेज भने ए के हो उल्टो मात्र सर्च हुन्छ त मेसो सागा ब्रो यो कहाँ एनिमी के सर्च गर्न लाग्यो मलाई यहाँ त फादर एनिमी थाहा छ अरे फादर अफ एनिमी ड्रागन बल डेट नट नारुटो हेरेको छैन अरे नारुटो हेरेको छैन थ्याङ्क यू सो मच है नट योपले हामीलाई रोज दिनु भइरहेको छ थ्याङ्क यू सो मच ए यपर तपाईँले त अस्ति हप्तामै खुबै दिइराख्नु भएको थियो गिफ्ट अनर अफ द किङ गेमले ब्लिचसँग कोल्याब गरेको छ अनर अफ किङ मैले त्यो गेम नै खेल्दैन गड अफ वारमा ओपिनियन दिउँ न गड अफ वार मैले हामी बच्चा बेला मात्र खेलेको छ पुरा गड अफ वारको सिरिज नै सकाएको छैन गेम भनेको होइन के एनिमी छ गड अफ वार भन्ने फादर अफ एनिमी सर्च गरेको गोकु आउँछ त अरे गोकु फादर अफ एनिमी सर्च गर्नु पर्दैन क्या ड्रागन बल गोकु ब्रदर एउटीको आइएम मोबाइल के हो आइएमडिबी रेटिङ हेरौँ न बेस्ट सिरिजहरूसँग परमा छ अरे परमा छ आइएमडिबीको रेटिङ ब्रो आर यु सेटिस्फाइड विथ एओटी एन्ड ओभरफ्लो अरे एओटीदेखि त म सेटिस्फाइड नै छु भनौँ फ्री फायर पब्जी मोबाइल लेजेन्ड मोबाइल लेजेन्ड भनेर मैले पब्जी मोबाइल वाज बोको न पिको ब्रो नो लास्ट 22 मिनट हो यार फादर हो अरे कस्तो छ मसँग पेट मलाई के सर्च गर्नु लाग्यो त म त के हो जस्तो लाग्यो अघि थिएँ तपाईँले भनेको थिएँ त्यो धन्न मैले यो चलाएन त भिडियो पब्जीको आइडी दिउँ न पब्जीको आइडी मलाई म्यासेज गर्नु न है म त्यहाँ दिन्छु अहिले यहाँ मलाई यादै छैन दान हेर्नु हो अरे मैले दान सिजन 1 हेरेको छु अब दान सिजन 2 पनि चाँडै अहिले भर्तिर सुरु गर्छु पब्जीको मलाई अहिले यहाँ म्यासेज गर्नु न है म तपाईँलाई आइडी दिन्छु नेपाली फेभरेट हिरो अरे नेपाली फेभरेट हिरो को राजेश हमाल दयाहाङ राई छ त कस्तो भुलेको अर्को फ्राइडे पनि यही टाइम हो म हरेक टाइम रे म हरेक शुक्रबार 5 बजेदेखि 7 बजेसम्म लाइभ गर्छु तपाईँहरूलाई टाइम थाहा छैन हुन्छ यो टाइम नोट गरिदिनुहुन्छ हरेक शुक्रबार 5 बजेदेखि 7 बजेसम्म लाइभ हुन्छ त्यतिखेर आउन सक्नुहुन्छ अलमल केसी मेरो पनि हो अरे दाइ डक्टर स्टोन्स हेर्नु भएको छ मैले डक्टर स्टोनको सिजन 2 कि सिजन 3 मात्र हेरेको छ धेरै हेरेको छैन डक्टर स्टोन अब चाँडै क्याचअप गरौँ भनेको अलमल केसी कल अफ द नाइटको सिजन 2 हेर्नु मैले कल अफ द नाइटको सिजन 1 नै हेरेको छैन तर मलाई कल अफ द नाइट रोमान्स एनिमेहरूमा मलाई कल अफ द नाइट चाहिँ यस्तो हेर्नु मन लागिरहेको छ कल अफ द नाइट यसको मलाई एउटा केटीको क्यारेक्टर छ नि त्यो के भन्छ अरे त्यो सेम लागेको छ त्यसैले अलमल केसी दायाङ राई हो मेरो दायाङ राई अलमल केसी तिमी पनि एनिमीमा एडिट गर अरे एनिमीमा एडिट गर त्यो एनिमीको पुरा हाइफाई एडिट त मान्छेहरूले गरि नै हाल्छ होइन तिमीले पनि अब म त्यही भिडियो सिडियो चाहिँ बनाएर हाल्छु डक्टर स्ट्रेन्ज मैले हेरिसकेँ अरे हो फेभरेट हलिउड एक्टर खै मेरो हलिउड एक्टरमा त यस्तो फेभरेट भन्ने त कोही नै छैन यार बोरुटो राम्रो छ कि छैन हो भनिदिउँ त अरे मैले बोरुटो पुरा आएको छैन म अहिले नारुटो सिरिजमा नै छु अड्किरहेको छु ब्रदर त्यसैले सरी फेभरेट हलिउड एक्टर वाज कानोजो पोक्की रे हो यो नि नाम त्यस्तै सँग पो लाग्न थाले त होइन ब्रदरले के एउटा सर्च गर्न दिएर प्रमिस नेभरल्यान्ड यो एनिमी मैले हेरेको छैन तर यो मेरो हेर्नेको टप लिस्टमा छ रोमान्स
जेनरामा बेस्ट एनिमी मलाई भोइलेट एभर गार्डन अनि के हो चाना क्लिनेट हो क्लिनेट लाग्छ अरे वाच होरोमिया एनिमी रोमान्टिक होरोमिया ओ सरी रोमान्टिकको मात्र भन्छ ब्रो तिम्रो बेस्ट वान पिस क्यारेक्टर कुन हो लुफी 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 नै हो अर्कोहरू त ब्रो तिम्रो बेस्ट वान पिस क्यारेक्टर कुन हो एमजिआर होइन बाहिर एमजिआर हो नि बाहिर टोकियो गोल कानोजो स्पिक इन माई बाय को छ टप लिस्टमा मेरो फेभरेट हलिउड एक्टर जोनी सिन हो रे जोरो लोकी वाज भाइलेन्ट के भाइलेन्ट एभर गार्डन इफ यु वान्ट टु क्राई रे ओके बेस्ट ड्रागन बल क्यारेक्टर चाहिँ बेस्ट ड्रागन बल गएको धेरै जस्तो सबै बेस्ट क्यारेक्टर त मेन क्यारेक्टर नै हुन्छ है मेरो वान पिस बेस्ट साइड क्यारेक्टर कुन हो यो चाहिँ अलिक टफ हो साइड क्यारेक्टर बेस्ट भन्न पऱ्यो भने चाहिँ सङ्स लेफ्ट द च्याट रे साइड क्यारेक्टर वान पिसको साइड क्यारेक्टर चाहिँ अलिक गाह्रो छ क्या जोरो छ सान्ची छ कति छ होइन स्ट्र हेडबाट बाहिर छुट्टै निकाल्न पऱ्यो भने चाहिँ स्ट्र हेडबाट छुट्टै निकाल्न पऱ्यो भने चाहिँ बोनच्यान बेस्ट भिनलेन अफ ड्रागन बल फ्रिजा सङ्स इज द गड यस जेजेकेमा चाहिँ को जेजेकेमा त मेरो फेभरेट हो भने त कोही पनि छैन जेजेकेमा फेभरेट त रेकर्ड अफ ऱ्याग्नारोक हेरेँ त मैले रेकर्ड अफ ऱ्याग्नारोक हेरेँ त्यो राम्रो छ हाम्रो यो ब्रदरले धेरै रोज दिनुभयो त आज के थियो हाम्रो यो ब्रदरको नाम अघि भर्खरै मैले हेरेको थिएँ जस्तो लाग्यो कता गयो ल यहाँ रहेछ राहुलले टाइटल गिफ्टर थ्याङ्क यू सो मच है ब्रदरले रोज दिनुभएको भएछ विन ब्रेकर पनि हेरेको छौ तिमीले मैले विन ब्रेकर चाहिँ हेरेन नि विन ब्रेकरको अस्ति सिजन 1 हेर्न लागेको थिएँ तर सिजन 1 हेर्ने भन्दा सिजन 2 नै आयो त्यो सिजन 2 नै हेर्छु भन्दा सिजन 2 नै सके त्यस्तो हेरेन सुकुना और तोजी खतरा लाग्छ मलाई एकछिन सुकुना तोजी बरु खतरा लाग्छ होइन सुकुना नि पावरफुल छ तर तोजी चाहिँ मलाई त्यसको बिल्ड राहुल हो हाउ अरे तपाईँले राहुलले के ल्याएर रहेछ नि त त्यसैले सरी ब्रदर राहुल ब्रदर थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच मेरो पोजिसन लुट्यो नि त तपाईँ त गिफ्ट दिएर कम्पिटिसन अब कम्पिट गरिराख्नु भएको छ त क्रिस्चियनवालालाई चिन्नुहुन्छ भने क्रिस्चियन बेलालाई चिन्नुहुन्छ चिन्दिनँ त म ब्रदर तोजीको स्पिड बब्बाल छ तोजी अलिक खतरा नै छ जेजेको मेन हिरो एन्ड भिलेन नै सुकुना हो अरे जेजेको त त्यस्तो नै छ त्यो मेन त्यो क्यारेक्टरसँगै त्यो छ नि त ब्रदरले धेरै गिफ्ट गर्नुभयो के गिफ्टको नाम नि युआर असम थ्याङ्क यू सो मच जेजी क्रिम क्विन लभ यू सो मच थ्याङ्क यू सो मच है ब्रदर राहुल ब्रदर थ्याङ्क यू सो मच तपाईँले गिफ्ट गर्नुभएको भइ छ त अघिदेखि अलिक धेरै नै गिफ्ट गरेन ब्रदरले धेरै नै पठायो रोयल किङले जित्न सक्दैन अब जोडी सिंह भर्सेस एनिमी अल युनिभर्स सरी जोडी सिंह फ्यान्स एनिमी अल युनिभर्सले स्योर जित्छ नि दाइ एनिमीलाई कार्टुन भन्नेलाई के गर्ने रे अब म यसमा त मेरो आफ्नो फ्रीको हौ सबै रे अर्को पालि हेरेर फ्रीको हो अर्को पालि अब त्यो एनिमीलाई कार्टुन भन्नेलाई चाहिँ म के यसमा त दुईवटा कुरा छ क्या एउटा त एनिमी के भन्छ एनिमी नहेर्ने मान्छेले एनिमी भनेर थाहा छ तर यत्तिकै हेर्ने मान्छेहरूलाई कार्टुन भनेर न्यु खोज्नेहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ त्यो एनिमी भन्छ नि स्कम के भन्छ रे एउटा नराम्रो भन्छ नि होइन त्यो भन्ने हो अब कुनैलाई एनिमी भनेर थाहा छैन तर त्यो तिनीहरूको लागि चाहिँ एनिमी कार्टुन सबै एउटै लाग्छ भन्दा अब ठिकै छ बुझा छैन होइन उसलाई थाहा छैन भनेर त्यसमा एडजस्ट गर्न मिल्छ तर एनिमी भनेर थाहा हुँदा पनि उसले नहेर्ने यत्तिकै अर्को मान्छेहरूलाई चाहिँ तल देखाउनको लागि मात्र कार्टुन भनिरहेको छ भने चाहिँ त्यो चाहिँ अलिकति अब त्यो तपाईँहरूलाई थाहा छैन होइन त्यस्तो भन्दा तपाईँहरूले के लाग्छ म पुरा भनिराख्नु पर्दैन
अब त्यो मान्छेलाई एनिमी भनेर नि थाहा छैन भने चाहिँ अब त्यसलाई फोकटमा नराम्रो त हामी के भने होइन, त्यो त हामी आफू नै नराम्रो हुन्छ। एनिमीलाई कार्टुन भन्नेलाई। अनि साथी तिम्रो फेभरेट? मेरो फेभरेट त ड्रागन बल हो। ड्रागन बल। इजरायलले हान्यो गाजालाई रे। इजरायलले हान्यो गाजालाई रे। के हो इजरायल? के को गेम भइरहेछ? वान पिस इज रियल। ब्रदरले लुफीको खतरा फोटो राखेर रहेछ त। अब पुरा यताको तिलक पनि लगाएर रहेछ त। वान पिस इज रियल। वान पिस हेर कस्तो हुँदैछ अरे। रियल वार। टोकियो रिभेन्जर्स राम्रो छ होइन। टोकियो रिभेन्जर्स राम्रो त राम्रै छ, तर मैले टोकियो रिभेन्जर्स चाहिँ पुरा हेरेन। मैले हेर्दा त्यसको टोकियो रिभेन्जर्स चल्दाखेरि यस्तो हाइप भइरहेको थियो नि, त्यो सबैलाई थाहा छ नि त। अनि त्यो हाइप नै मलाई कस्तो एउटा लागेर नि मैले बिचमा ड्रप गरिदिएँ, त्यसैले सरी। एनिमी कार्टुन नै हो अरे। खै जे भने पनि हुन्छ। दोस्तको चाहिँ फेभरेट रोमान्स एनिमी कुन हो रे? मेरो म रोमान्स एनिमीहरू नै हेर्दिनँ। अनि रोमान्स एनिमी मुभी चाहिँ मेरो युर नेम हो। एनिमी त मैले रोमान्स एनिमी कुन हेरेको छ भनेर मलाई थाहा पनि छैन। हाजुन भर्सेस अल एनिमी क्यारेक्टर। हाजुन भन्ने चाहिँ त्यो एउटा कुनै एउटा एनिमीको होइन, मैले त्यो हेरेको छैन। ग्राफलाई कसले रेस्क्यु गर्छ अरे? ग्राफलाई त अब कसले चाहिँ रेस्क्यु गर्छ होला त। ब्रो योर नेम इज लेजेन्ड हो यार। योर नेम त बाल छ नि। बोगार्ड आउँछ होला त। बोगार्ड आयो भने बचाउन बोगार्ड आयो भने एक्लैले त अलिक बचाउनु त गाह्रो हुन्छ होला नि। मतलब मलाई चाहिँ के लाग्छ भन्दा होइन, अब गार्डलाई रेस्क्यु गर्न चाहिँ कुनै एउटा ठाउँमा फेरि एउटा फाइट पर्ने टाइममा नै, मतलब अहिले हाम्रो कोबीलाई रेस्क्यु गरेर जसरी नेभीबाट छुट्टै टिम त जान्दैन जस्तो लाग्छ। बरु के भन्छ, कुनै एउटा कन्फ्लिक्ट हुँदाखेरि चाहिँ कुनै ठाउँमा एउटा वार हुँदाखेरि चाहिँ त्यतिखेर नै गार्डको नि रेस्क्यु हुन्छ है, यताउति साइड टु साइडबाट केही एउटा स्टोरी निक्लेर। मैले हेरेको छु अरे। हेलो दाइ। हेलो साइलेन्ट भोइस हेरेको छ तिमीले? मैले साइलेन्ट भोइस हेरेर झन् त्यो नि हेर्ने भनेको। वेदरिङ विथ यु हेरेको छ कसैले? मैले हेरेको छु वेदरिङ विथ यु। राम्रो छ त्यो एनिमे नि। त्यो युर नेम पछि त्यो हेऱ्यो भने टक्कर क्या मजा लाग्छ क्या। तर मैले रिजेरो एनिमे झट्को लाग्यो। घर वाक्क लाग्दो मरेको मरे रे। त्यही मरेको मरेर गरेर नै कस्तो एउटा स्टोरी नै भन्छ। त्यस्तैले त्यो बिस्तारै अब खै के भने त्यसलाई। कुनैलाई चाहिँ त्यो कस्तो, मलाई नि कस्तो त लाग्यो त्यो धेरै मर्या भयो। अनि सुबारुको क्यारेक्टर पनि कस्तो एउटा देखाउँछ नि। अब त कस्तो एउटा त्यो चाहिँ कस्तो एउटा लागेको थियो। म त रोको यार यो साइलेन्ट भोइस एनिमी हेरेर अरे। साइलेन्ट भोइस चाहिँ नि म कतिदेखि हेरेँ भने हेरेको छैन। अर्को फेरि आयो है अरे। अघि भर्खर मलाई कसले गिफ्ट दिनुभएको थियो? आयुन हो। आयुनले गिफ्ट दिनुभएछ। थ्याङ्क यू सो मच है आयुन ब्रदर। तपाईँकोले गिफ्ट दिने बित्तिकै मैले रियाक्ट गर्न सकिनँ। थ्याङ्क यू सो मच। रिजेरो इज बेस्ट। रिजेरो खतरा दामी। मलाई नि रिजेरो त बब्बाल छ, तर त्यो अब सुबारुको त्यसमा अलिक मन पर्नेहरूलाई नि त्यो त लागिरह होला होइन, सुबारु कस्तो एउटा त्यो भयो भनेर। अनि फेरि कुनै मान्छे कति भर्खर मैले रिजेरोको भिडियो भन्दा चाहिँ कति मान्छेहरूले चाहिँ रिजेरो चाहिँ मलाई खै धेरै मरेर भयो कस्तो एउटा भएर चाहिँ मन परेन हुन्छ कुनैलाई चाहिँ। खै उनीहरूले के नबुझ्यो मलाई थाहा छैन। तर आफ्नो त्यो हो, सबैजनालाई सबै चिज मनपर्छ भन्ने हुँदैन। लास्ट इमोसनल छ साइलेन्ट भोइस एनिमे रे। मैले सुनेको छ त्यो बेन्टेन हेरेको थिएँ म त। हेर्दै थिएँ म त बेन्टेन त मैले सानो बेलामा हेरेको थिएँ। सुबारु इज बेस्ट। सुबारु त टप भियर। म जति नि टप फ्यानमा जित्न सक्दैन अरे। सुबारु इज बेस्ट। मलाई मन पर्यो यार। अब सिजन 4 कहिले आउँछ? मैले सिजन 4मा चाहिँ झन् बब्बाल हुन्छ जस्तो लागिरहेछ। सिजन 3मा नै कति चिजहरू नै त्यो गरेन या। अब सिजन 4मा झन् त्यो अब सिजन 4को त माङ्गा पढ्नेहरूलाई पनि थाहा छ होइन। खाइजु नम्बर 8 सिजन 2। खाइजु नम्बर 8 को सिजन 2 अब आउँदैछ। चाँडै आउँछ। यही जुलाईमा नै आउँछ। डोरेमोन इज बेस्ट। दाइ एनिमी कुन ल्याङ्ग्वेजमा हेर्नुहुन्छ? म त एनिमी त जापानिज ल्याङ्ग्वेजमा नै हेर्छु। अनि कुनै इङ्ग्लिसमा होइन इङ्ग्लिसमा हेर्छु, कुनै चाइनिजमा आएको छ नि चाइनिजमा नै हेर्छु, इङ्ग्लिस सबटाइटलमा पढेर। अब यत्तिकै सबै भाषा त मलाई स्योर आउँदैन। त्यस्तो हो। ओहो मोटुले समोसा खायो भने के हुन्छ सोच त रे।
मोटुले समस्याको आएन मोटुलाई पावर आउँछ हिन्दीमा अरे हिन्दीमा रिजेरोको सिजन 2026मा आउँछ रिजेरोको सिजन 6 को टेलर पनि आइसक्यो 2026मा 2026मा त धेरै खतरा खतरा एनिमी छ क्या ब्रदर मैले पढेँ तपाईँको मेसेज मैले त सुरुमा डेथ नोट हेरेको यार धेरै जस्तो कति मान्छेहरूको चाहिँ डेथ नोट चाहिँ के भन्छ अरे त्यो फर्स्ट एनिमी छ क्या है अनि फेरि पछि 2025 रे 2024 2020देखि एनिमी हेर्नेहरूको चाहिँ धेरै जस्तो चाहिँ फर्स्ट चाहिँ टोकियो रिभेन्जर्स छ डेथ नोट इज अल्सो माई फर्स्ट एनिमी भने मैले धेरै छ क्या डेथ नोटको फर्स्ट एनिमी छ ओ थ्याङ्क यू रोहो एकछिन के थियो राहुलले फेरि पनि रोज दिनुभयो थ्याङ्क यू सो मच ब्रदर मोमिन हेरेको छ मोमिन हेरेको मोमिन त सबैजनाले हेर्थ्यो नि त्यो नेपाली च्यानलमा आउँथ्यो त कुन त्यो नेपाली च्यानल हामी धेरै जस्तो सबैजनाले हेरेको छ होला मोमिन त माई अल्सो रे मेरो नि टोकियो रिभेन्जर्स हो फर्स्ट एनिमे रे मेरो त पोकिमन हो रे पोकिमन भनेपछि तपाईँले पहिलादेखि नै हेऱ्यो होला सायद डिमन स्लेयर अल्सो डिमन स्लेयर पनि हो डिमन स्लेयर पनि चल्दाखेरि एकदम हाइप थियो है त्यो पनि डिमन स्लेयरले नि कति नयाँ मान्छेलाई तानेको थियो डिमन स्लेयर पनि किरा हाँसेको देखेर हेर्न सुरु गरेको हो रे किरा कहाँ गरेर त्यो क्लिप पनि धेरै भाइरल छ नि त फेभरेट चाहिँ नारुतो हो अल टाइम फेभरेट सोलो लेभलिङ हेरेको छु तर नारुतो बेस्ट हो यार नारुतो राम्रो छ निन्जा हतौरी मेरो त अरे निन्जा हतौरी इडार्डेन जम्प मेरो फर्स्ट एनिमी हो अरे इडार्डेन जम्प पनि धेरैले हेरेको छ है मैले पनि इडार्डेन जम्प दुईचोटि तिनचोटि हेर्छु वान पिस फादर अफ एनिमी ड्रागन बल पनि छ ब्रदर लास्ट 7 मिनट हुनु पर्दै त वान पिस फादर अफ एनिमी अन्डररेटेड एनिमी एकचोटि ल मलाई धेरैले क्वेसन गरे अन्डररेटेड एनिमी भनेर होइन अब तपाईँहरू भन्नुहोस् तपाईँहरूलाई थाहा भएको अन्डररेटेड एनिमी चाहिँ कुन हो क्या प्लुटो प्लुटो यो मैले सुनेको छैन प्लुटो होला भनेपछि मैले दुईचोटि हेरेको छु इडार्डेन जम्प रे प्लुटो पावर रेन्जर्स मोमिनको जमानाको मान्छे हो म त्यो त हामी सानोमा हेर्थ्यो प्लुटो हो अनि अर्को कुन छ फायर फोर्स त अन्डररेटेड होइन भनौँ यो त मैले वेट गरेँ म 1 मिनटमा आउँछु अरे ए हुन्छ ग्रेट टिचर ओनिजाकु भने चाहिँ मैले यो एनिमी हेरेँ जस्तो फायर फोर्स त अन्डररेटेड होइन नि अहिले सिजन 3मा चाहिँ त्यस्तो हाइप होइन तर फायर फोर्सको पनि कस्तो हाइप थियो नि एउटा टाइममा त वाच लिस्ट हेर्नुपर्छ अरे वाच लिस्ट हेर्नुपर्छ मैले पनि कति एनिमी हेर्छ अनि कतिको कुरा हुन्छ कतिको हुँदैन तर धेरै जस्तो मैले हेरेर चाहिँ अन्डररेटेड हो जस्तो चाहिँ लाग्दैन क्या तर कुरा धेरै जस्तो अन्डररेटेड भनेको नै राम्रो एनिमी कुरा नगरेको एनिमीहरूलाई नै अन्डररेटेड भन्छ नि धेरै मान्छेले नहेरेको नचिनेकोहरूलाई नै एउटी नै बेस्ट हो एनिमी हो यार एउटी त बेस्ट हो तर अन्डररेटेड चाहिँ होइन सिडी किनेर हामी पहिला टप ट्याप गर्थ्यो टपाटप गर्थ्यो अरे ए सिडी किनेर पहिला हामी टपाटप गर्थ्यो अरे क्या ब्रो एनिमीको नाम नै लामो छ यार एनिमीहरूको नाम त यस्तो लामो ब्रो एनिमीको नाम 5 मिनट भइसक्यो ब्रदर 6 मिनट होइन त्यो भयो अनि आई एम एक्चुली द स्ट्रङ्गेस्ट यो एनिमीको स्पोर्ट एनिमी कुन हेरेको छ स्पोर्ट एनिमी मैले हाइक्यू हेरेको छ आसोही भन्ने एउटा एनिमी हेरेको छ अनि ब्लू लक हेरेको छु अनि त्यो SK8 द इन्फिनिटी भनेको हेरेको छु द बेन्टेनको पावरफुल एलियन खै मैले बेन्टेनको पुरा त्यो के भन्छ अरे बेन्टेन 1000 सिरिजसम्म लगेको छैन मैले बेन्टेनको सानोतिनो हल्का मात्रै हेरेको छ क्या पुरा नै थाहा नै छैन मलाई ब्लू तपाईँले यो पो कुरा गरेको मैले त्यो सिडी एउटा किन्दा दुई तिनवटा चोर्नेको कुरा गरे जस्तो लाग्यो द्याट बाङ्काए रे कोरुको बास्केटबल मैले कोरुको बास्केटबल हेरेको छैन नि ड्याम आइएम लेट सेट ब्रदर अलिक धेरै नै ढिलो भयो जस्तो अब त स्ट्रिम बन्द गर्ने टाइम हुन लाग्यो अट्याक अन टाइटन कस्तो लाग्यो अट्याक अन टाइटन बब्बाल छ त्यो एनिमी त हेरेको छैन हेर्ने भनेर सोचिरहेको छु भने स्योर हेर्नु तपाईँलाई त्यो डिसपोइन्ट चाहिँ हुँदैन त्यो एनिमी हेऱ्यो भनेर चाहिँ एकदम दामी छ अट्याक अन टाइटन अनि त्यो सिरिज सकि पनि सक्यो नि त त्यसैले तपाईँले फर्स्टदेखि लास्टसम्म मजाले हेर्न सक्छ हेर्न मिल्छ दान सिजन 2 कस्तो लाग्यो मैले दान सिजन 2 सुरु नै गरेको छैन अहिले एकछिनमा सुरु गर्ने ब्लू लक कस्तो लाग्यो हौ गाइज ब्लू लक राम्रो छ नि ब्लू लक
राम्रो बुलक दामी छ। तपाईँ फुटबल स्योर खेल्छ होला होइन, फुटबल हेर्ने भई फुटबल एनिमी हेर्ने भई एकदम बवाल छ। तर सिजन 2 मा चाहिँ एनिमेसन चाहिँ अलिक राम्रो छैन, तर अर्कोहरू चाहिँ सबै राम्रो हुन्छ। तुङ 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 साहुर, तुङ 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 साहुर, यो त मिम होइन, मलाई अस्ति कसले भनेको जस्तो लाग्यो। ओ एनिमेसन राम्रो छैन ब्लू लकको। ब्लू लकको सेकेन्ड सिजनको सिजन 2 को चाहिँ एनिमेसन राम्रो छ। ब्लू लकको सिजन 1 को त राम्रो नै छ। ब्लू लकको सिजन 2 मा चाहिँ यस्तो कस्तो एउटा छ क्या, अस्ति नै फ्री फायरको हो यो रे। तुन 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 साहुर हुन् फ्री फायरको हो। सिजन 1 त राम्रो नै छ, सिजन 1 त राम्रो नै छ। सिजन 2 चाहिँ कस्तो छ है त्यो हो। ल अनि हाम्रो 7 बज्न लागिसक्यो होइन ब्रदरहरू। त्यो भयो हाइक्यू कसले हेरेको छ र? हाइक्यू हेरेको छ नि। हाइक्यू यस्तो बबाल छ यो एनिमी पनि। हेर तपाईँले हाइक्यू हेरेर चाहिँ स्पोर्ट एनिमी के हो? बाइरोड मेम हो बाइरोड मेम हो। पब्जी आइडी दिम है, मेसेज गरेको छु। ओके ल, म तपाईँले मेसेज गरेको छैन, म अहिले रिप्लाईमा तपाईँलाई आइडी दिन्छु ल। सिकित मन पब्जी आइडी दिउँ। हुन्छ ब्रदर हुन्छ। हाम्रो राहुलले फेरि पनि गिफ्ट दिनुभयो, फेरि पनि रोज दिनुभयो। थ्याङ्क यू सो मच ब्रदर, थ्याङ्क यू सो मच। टाइटल गिफ्टरले गिफ्ट दिनुभएको भएछ। थ्याङ्क यू सो मच। वेलकम ब्याक भन्नु, वेलकम ब्याक सबैजनालाई वेलकम छ भन्न मिल्यो। तर अहिले हाम्रो स्ट्रिम बन्द गर्ने बेला हुन लाग्यो है। के हो यो चाहिँ? TGIF भन्ने चाहिँ कुन गिफ्ट हो यो? सुमित्रा म फेरि आएँ तर फेरि गएको, फेरि गएको है रे। ल हुन्छ। अनि न्युज अफ एल प्याराडाइज बिग फ्यान थ्याङ्क यू सो मच। SYX फ्यामिली दाइ बुद्धिस्ट हो? म बुद्धिस्ट हो। तिमी रक हो अरे। बिग फ्यान, थ्याङ्क यू सो मच। एल प्याराडाइजको त्यस्तो न्युज त मैले सुनेको छैन। एल प्याराडाइजको कुरा नै छ। एल प्याराडाइज त तर बब्बाल छ त्यो एनिमी है। एल प्याराडाइज। हेलो ल यार, मनी गएको सकिएको नि तालमा। थ्याङ्क यू सो मच है ब्रदरले धेरै गिफ्ट दिनुभयो। माई हिरो एकाडेमी बब्बाल छ। हेलो, अर्को वर्ष आउँछ होला। हेल प्याराडाइजको अर्को वर्ष आउँछ होला। 2025 मा आउँछ भनेको थियो त। अनि हेल प्याराडाइज मैले हेल प्याराडाइज पनि कुरा गरेँ हो। हेल प्याराडाइजको नै आउँछ जस्तो लागेको थियो। मैले कुरै भुलिसकेँ, आइसक्यो। बिग फेक के गर्दै आज अरे? म यतिको बसिरहेको। बिग फ्यान सुमित्रा सिलवाल, थ्याङ्क यू सो मच। मसँग पैसा भएको मैले नै दिन्थेँ अरे। केही छैन ब्रदर, तपाईँले दिन्छु भनेर सोच राख्नु भएकोमा नै ठुलो कुरा हो। थ्याङ्क यू सो मच। जाने बेला लास्ट एउटा ल अरे। जाने बेला लास्ट एउटा ल भनेर रोज दिनुभएछ यस्तो। हो र। थ्याङ्क यू सो मच है ब्रदरहरू, थ्याङ्क यू सो मच। ग्रेफ अफ द फेरि फाइल यो एनिमीको मुभी कसले हेरेको छ? यो त मैले हेरेको छैन। मैले यसको बारेमा अस्ति धेरै मान्छेले कुरा गरेको थिएँ। यो फायर फाइल्स त मोटु पातलुको भिडियो पनि राखिदिनु न, भाइरल हुन्छ अरे। त्यो भाइरल हुनको लागि कामै गर्ने होइन नि। त्यो हाम्रो काम भित्रको चिजमा भाइरल हुने चिज छ भने मात्र बनाउने हो क्या। हाम्रो काम बाहिरको चिजमा भाइरल हुने कन्टेन्ट कन्सेप्टहरू लियो भने कामै छैन। फ्री फायर खेल्नु हुन्छ तिमीले? मैले फ्री फायर खेल्दैन नि ब्रदर। मैले फ्रीमा एनिमी, हिन्दीमा एनिमी हेर्ने टेक्निक चाहियो। फ्रीमा एनिमी हेर्ने चाहिँ तपाईँले एनिमी देखो भने एउटा वेबसाइट छ होइन। एनिमी देखो भन्ने वेबसाइट छ, गुगलमा सर्च गर्नु एनिमी देखो भने, त्यसमा फ्रीमा पाउँछ, हेर्न मिल्छ। ल अङ्कल बाई अरे। अङ्कल भनेर बाई भन, के हुँदैन। ल हस्, म पनि गएको ब्र। हुन्छ सबैजना ठिकै। ल ब्रदर हुन्छ, राम्रोसँग जानुहोस्। हेर्नु इमोसनल छ लास्ट यो एनिमी। ओके ब्रदर हुन्छ। टेलिग्राममा गएर हेर, टेलिग्रामबाट नै हेर्नु मिल्छ। थ्याङ्क यू सो मच रे। एनिमी रुल्स। अनि तपाईँ हिन्दीमा हेर्नु भयो चाहिँ टेलिग्रामको ग्रुपहरू छ हिन्दी डबको एनिमीहरू, त्यसमा जोइन गरिनुहुन्छ। कुन च्यानल चाहिँ मलाई थाहा छैन टेलिग्राममा, मैले टेलिग्राम चलाउँदिनँ।
दाइले चाहिँ कहाँबाट हेर्नुहुन्छ त मैले एनिमी हेर्ने भने चाहिँ एनिमी देखो भन्ने एउटा वेबसाइट छ त्यसबाट अनि किस एनिमी भन्ने छ अनि हाई एनिमी यो तिनवटाबाट हेर्छु म चाहिँ अनि 9 एनिमी भन्ने हुन्छ तर त्यो चाहिँ मैले धेरै चलाउँदिनँ भोलि कति बजे लाइभ आउँछ म भोलि आउँदिनँ नि म चाहिँ हरेक शुक्रबार मात्र लाइभ आउँछु अनि तपाईँ एकछिन हाम्रो तपाईँहरू ब्रदरहरू सबैजना हाम्रो लाइभमा फेरि पनि जोड्न चाहनुहुन्छ भने चाहिँ म चाहिँ हाम्रो लाइभ हुने टाइम चाहिँ भनिदिन्छु होइन हामी चाहिँ म चाहिँ हरेक शुक्रबार 5 बजे रातिको 5 बजेदेखि 7 बजेसम्म चाहिँ स्ट्रिम गर्छु 2 घन्टाको छोटो मात्र स्ट्रिम गर्छु त्यसैले तपाईँहरू एनिमीको बारेमा कुरा गर्नु मन छ क्वेसन एन्सर गर्नु मन छ कोही कुरा गरेको सुन्नु मन छ भने चाहिँ हरेक शुक्रबार 5 बजे आउनुहोस् अनि हामी 7 बजेसम्म कुरा गरिराख्छु त्यसैले अहिले पनि 7 बजिसक्यो अब हाम्रो जाने पनि टाइम भइसक्यो होइन त्यसैले तपाईँहरू सबैजना जो पनि हाम्रो यहाँ भिडियोमा आउनुभयो कमेन्ट गर्नुभयो गिफ्ट दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद हरेक शुक्रबार हजुर हरेक शुक्रबारमा मुभी बक्समा नि गरेर हेर्दा हुन्छ यसमा नि सब एनिमी हुन्छ इङ्ग्लिस हिन्दी जापानिज सब हुन्छ अरे ओके ल दाइ बाई रे अर्को फ्राइडे भेट्नुपर्छ हुन्छ हामी यहाँ हुन्छ तपाईँ आउनुहोस् नोटिफिकेसन आउँछ हाम्रो स्टोरी आउँछ होइन हेरेको हारुको साकुरा इज ब्रदरले यत्रो कुरा गरे लास्टमा आएर हारुको साकुरा इज बेस्ट भन्छ त ब्रदर हजुरको फेभरेट क्यारेक्टर भन्नु न मेरो फेभरेट क्यारेक्टर यस्तो फेभरेट क्यारेक्टर त छैन मिलियोडोस वान पिस लाइभ एक्सन हेरेको छैन ल अङ्कल राम्ररी बस्नु नो अङ्कल नेक्स्ट सी यु फ्राइडे ओके ल ब्रदरहरू थ्याङ्क यू सो मच है हाम्रो लाइभमा आउनुभएकोमा अब तपाईँहरू प्लिज क्वेसन गर्न बन्द गरिदिनुहोस् होइन मलाई तपाईँहरूको क्वेसन पढ्न मजा लाग्छ त्यही पनि अब टाइम भएपछि क्वेसन अझ पनि गरिराख्यो भने हारुका साकुरा इज बेस्ट इन विन्ड ब्रेकर भनेको मैले त नारुटोको कुरा 7 डेडली सिन्स 7 डेडली सिन्सको थियो फुल मेटल एल्केमिस्ट हेर्नु भएको छैन मैले हेरेको छैन बाई छैन नि ल तपाईँहरू एकछिन प्लिज क्वेसन बन्द गरिदिनुहोस् होइन अब म बिदाई तपाईँहरू राम्रोसँग बस्नुहोस् म पनि राम्रोसँग बस्छु त्यसैले सबैजनालाई बाई भन्छु तपाईँहरू पनि बाई भनेर कमेन्ट गर्नु न मलाई पनि जानु राम्रो लाग्छ नि नारुटोमा त इताची बेस्ट रे इताची कस्तो यार ब्रदर है अब ब्रदर भर्खर आउनुभयो जस्तो छ हामी अर्को शुक्रबार आउँछु ब्ल्याक क्लोभर नि बेस्ट एनिमी ब्ल्याक क्लोभर नि बेस्ट एनिमी हो यार लास्ट क्वेसन तामाङ म तामाङ हो भर्खर आएको म त कहाँ जाने भनेको ब्रदर सरी है ब्रदर ओपी के हो ओपी नाम लेख्नुभएको ब्रदर अर्को शुक्रबार आउनुहोस् न अर्को शुक्रबार 6 बजे आउँछु अर्को शुक्रबार 5 बजेदेखि 7 बजीसम्म आउँछु यो टाइम नोट गरेर आउनुहोस् न है ब्रदर ल लास्ट क्वेसन कुन तामाङ म घोले त्यसो भए के हो पोदङ खाऊ अरे पोदङ भने क्या सी यु नेक्स्ट फ्राइडे ओके ब्रदर ल थ्याङ्क यू सो मच ब्रदरहरू बाई अब यो हप्ता एनिमीहरू टन्नै हेर्नु म थापा मगर केटिएम साकुरा पो छ त नभए ग्याङ लिडर एज कति हो म एज 24 वर्ष लाग्यो अघि भर्खर सी यु अन नेक्स्ट फ्राइडे ओके ब्रदरहरू थ्याङ्क यू सो मच गिफ्ट दिनुभएको आउनुभएको कमेन्ट गर्नुभएको सबैजनालाई थ्याङ्क यू सो मच है त ओके जानु हौ ओके बाई ब्रदरहरू